येशूलाई परमेश्वर मान्ने हो भने किन मारियो, किन चोरिदियो? मरेको येशूलाई परमेश्वर मान्नेहरू चाहिँ संसारिक मानिसहरू हुन्। संसारिक मानिस र येशूलाई परमेश्वर मान्नेहरू उस्तै हुन् भनेर उनीहरूले भ्रम छरिरहेका छन्। यी कुराहरूको आज हामी चर्चा गर्नेछौँ पक्कै पनि। येशूलाई साधारण मानिस सम्झनाले, हेर्नुहोस् है, येशूलाई साधारण मानिस सम्झनेले गर्ने प्रश्न भनेको यही हुन्छ कि येशूको नाउँमा चङ्गाई गरेर आज उनीहरूले, अनि चङ्गाई येशूको नाउँमा भएर पनि, बाइबल वचन पढेर पनि, अनि त्यो बिचको पदहरू झिकेर उनीहरूले येशूको बारेमा आज भ्रम छरिरहेका छन्। आफू त अन्धकारमा पर्यो आज धेरैलाई, अरूलाई पनि आज उनीहरूले अन्धकारमा धकेलिरहेको हामी देख्छौँ अहिले निहालेर यो संसारमा हेरौँ भने। अब यो मध्येमा हाम्रो दायित्व के हो, हाम्रो जिम्मेवारी के हो त? अब के हामीले यस्ता भ्रम र झुटा शिक्षा दिने मानिसहरूलाई सत्य कुरा बताउन के जरुरी छैन? अवश्य पनि जरुरी छ। अब हामीले यहाँ बुझ्नुपर्ने कुरा, त्योभन्दा अगाडि यी बाइबलको 2वटा वचन चोरेर लगेर झुटा भ्रम फैलाउने येशू कोही पनि होइन, हामी जस्तै साधारण व्यक्ति हो भनेर आज भ्रम छर्नेहरूलाई परमेश्वरको वचनले के भन्छ पहिला हामी हेरौँ है। परमेश्वरको वचनले चाहिँ हामीलाई के भन्छ त यो बारेमा? अर्थात् बाइबलको वचन बोकेर आज झुटा र भ्रमको शिक्षा दिनेहरूले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरामा यो बाइबलको वचनलाई बोकेर झुटा भ्रम फैलाउने मानिसहरूलाई पहिला बाइबलले के भन्छ त्यो बारेमा हेरौँ र उनीहरूले गरेका जति पनि प्रश्नहरू छ त्यो प्रश्नको पनि हामी उत्तर हेर्नेछौँ। त्योभन्दा अगाडि तपाईसँग बाइबल छ भने बाइबलमा हेर्न सक्नुहुन्छ दोस्रो यूहन्नाको पुस्तक। दोस्रो यूहन्ना पुस्तकहरूमा सबैभन्दा छोटो पुस्तक दोस्रो यूहन्ना। अघि हामीले हेर्दै थियौँ 7 देखि 11 सम्म तपाईँले निकाल्न सक्नुहुन्छ। दोस्रो यूहन्नाको 7 देखि 11 म पढ्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, किनकि भ्रममा पार्नेहरू संसारमा धेरै आएका छन्, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनेर स्वीकार्दैनन्। यस्तो मानिस नै छली र ख्रीष्ट विरोधी हो। होशियार रहो, जुन कुराको निम्ति तिमीहरू काम गरिरहेका छौ त्यो गुमाउने होइन, तर पुरा इनाम पाउने हो। ख्रीष्टको सिद्धान्तमा स्थिर नबसेर त्यसको सीमादेखि बाहिर जाने मानिसहरूसँग परमेश्वर हुनुहुन्न, तर यस सिद्धान्तमा स्थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्छ। यदि कोही तिमी कहाँ आएर यो ख्रीष्टको सिद्धान्त ल्याएन भने त्यसलाई घरमा स्वागत नगर्नु, त्यसलाई अभिवादन पनि नगर्नु, किनकि त्यसलाई अभिवादन गर्ने त त्यसका दुष्ट कर्महरूमा सहभागी हुन्छ। यहाँनिर हामी पाउँछौँ कि संसारमा यो खण्डले हामीलाई बताइरहेको छ, संसारमा धेरै ठगहरू यो संसारमा निस्किआएका छन्, जसले चाहिँ आज येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भन्ने कुरालाई स्वीकार्दैनन्। परमेश्वर त आत्मा हुनुहुन्छ, उहाँ शरीरमा आउनु किन पर्यो भनेर उनीहरू प्रश्न गर्छन्। किन चाहिँ येशू शरीरमा आउनुभयो त? परमेश्वर त आत्मा हुनुहुन्छ, किन शरीरमा आउनुभयो, के को लागि आउनुभयो भन्ने कुरा उनीहरूले आज बुझेका छैनन् र यी प्रश्नहरू गर्छन्। अनि बाइबलले हामीलाई यो खण्डले स्पष्ट रूपमा बताउँदछ कि येशू ख्रीष्ट शरीरमा आउनु भएको यो सत्य कुरा अस्वीकार गर्ने मानिसहरू चाहिँ ठगहरू हुन्, तिनीहरू भ्रममा पार्ने मान्छेहरू हुन् भनेर भन्छ बाइबलले। पहिला कुरा चाहिँ हेर्नुहोस् है, येशू ख्रीष्टलाई उहाँ चाहिँ शरीरमा आउनुभयो भन्ने कुरामा जो मान्छेले अस्वीकार गर्दैछ त्यो मान्छे चाहिँ ठग हो भनेर भन्छ बाइबलले। आज येशूको नाममा धेरै भ्रम छरेर अनि कमाउ धन्दा खोलिरहेका मानिसहरू तपाईँले देख्नुहुन्छ। पहिलो यूहन्नाको पुस्तक 4को 2 र 3 लाई पनि पढ्न सक्नुहुन्छ। आज धेरैले येशूलाई केवल मानिस हो अथवा साधारण शिक्षक मात्रै हो, गुरु मात्रै हो भनेर उनीहरू भन्छन्, उनीहरूले भन्ने कुरा। तर बाइबलले के भन्छ थाहा छ? पहिलो यूहन्ना 4को 2 र 3 ले भन्छ, यसैबाट तिमीहरू परमेश्वरको आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो चाहिँ परमेश्वरबाटको हो। येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाटको होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा त्यो आउँछ भन्ने कुरा तिमीहरूले सुनेका छौ, अब त्यो संसारमा आइसकेको छ। यहाँनिर हेर्नुहोस् है, बाइबलले हामीलाई बताएछ
कि आज येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भन्ने कुरालाई जो मान्छेले अस्वीकार गर्छ त्यो चाहिँ ख्रीष्ट विरोधी हो भनेर भन्छ। हेर्नुहोस् है, ख्रीष्ट विरोधी हो, त्यो परमेश्वरबाटको त्यो मान्छे होइन, त्यो ख्रीष्ट विरोधी हो। येशू परमेश्वर आफै नै हुनुहुन्छ। बाइबलले हामीलाई घोषणा गर्दछ येशू आफै नै परमेश्वर हुनुहुन्छ। परमेश्वर त आदिमा वचन हुनुहुन्छ, वचन नै परमेश्वर हुनुहुन्छ। त्यही वचन आज देहधारी भएर अनुग्रह सत्यताले पूर्ण भएर हाम्रो माझमा प्रकट हुनुभएको छ, जो मानिसको पुत्र जस्तै हुनुहुन्छ। हेर्नुहोस् त, जो परमेश्वरको पुत्र जस्तै हुनुहुन्छ। यूहन्नाको सुसमाचार 1 अध्यायको 1 पद 2 पद अनि 14 पदले हामीलाई भन्दछ, जो यस सत्य कुरालाई चाहिँ यो सत्य कुरालाई चाहिँ जसले अस्वीकार गर्छ नि त्यो चाहिँ ख्रीष्ट विरोधीको आत्माको अधीनमा छ भनेर बाइबलले भन्छ। जो मान्छेले येशूलाई प्रभु हो भनेर स्वीकार गर्दैन, जो मान्छेले येशू नै परमेश्वर हुनुहुन्छ आज देहधारी भएर आउनुभयो भन्ने कुरालाई स्वीकार गर्दैन, त्यो परमेश्वरको होइन, त्यो चाहिँ दुष्ट दियाबलस ख्रीष्ट विरोधीको आत्माको अधीनमा परेको मानिस हो भनेर यहाँनिर भनेको छ। प्रभु येशू ख्रीष्टको समयमा पनि, आजभन्दा 2000 वर्ष अगाडि पनि, त्यो समयमा पनि ती फरिसीहरूले शास्त्रीहरूले प्रभु येशू ख्रीष्टको कामलाई देखेको थिए, तर उहाँको त्यो ईश्वरीयता कुरालाई उनीहरूले अस्वीकार गरेका थिए। येशू ख्रीष्टको त्यो ईश्वरीयतालाई के गरेका थिए? उनीहरूले अस्वीकार गरेका थिए। त्यसकारणले उनीहरूले येशूलाई चिन्नै सकेका थिएनन्। धर्मशास्त्रको पण्डित पनि राति येशूलाई भेट्न आएको छ। येशूले गरेको आश्चर्य कर्म देख्यो, तर येशूलाई चिनेन। उसले परमेश्वर पिता भन्दै दगुर्थ्यो, तर आज येशूलाई उसले चिन्न सकेन। प्रिय मित्र, हामीले पाउँछौँ बाइबलमा। अनि राति सोध्न आएको थियो। येशूले भन्नुभयो, परमेश्वरको राज्य देख्नका लागि, अनन्त जीवन पाउनका लागि तिमीले मलाई विश्वास गर्नुपर्छ, नयाँ गरेर जन्मिनुपर्छ, बप्तिस्मा लिनुपर्छ, किनभने स्वर्गबाट ओर्लिआएको त म मात्रै हुँ। त्यहाँ प्रभु येशूले बताउनु भएको छ, जसले म माथि विश्वास गर्छ उसले अनन्त जीवन पाउँछ। त्यहाँ येशूले बताउनु भएको कुरा पाउँछौँ। दोस्रो महत्त्वपूर्ण कुरा के छ भने, झुटो शिक्षकहरूले चाहिँ बाइबलकै वचन प्रयोग गर्छन्। फेरि बुझ्नुपर्ने कुरा, झुटो शिक्षकहरूले कसको कुरा प्रयोग गर्छन् त? कहाँको कुरा ल्याउँछन् त? उनीहरूका धर्मशास्त्रका कुरा ल्याउँदैनन्, बाइबलकै कुरालाई प्रयोग गर्छन्, तर आत्माको प्रकाश बिना, पवित्र आत्माको अगुवाई बिना, पवित्र आत्माको प्रकाश बिना उनीहरूले के गरिरहेका छन्? बाइबलका एउटा वचनलाई उनीहरूले प्रयोग गर्छन्। तपाईँलाई थाहा छ, शैतानले पनि यही बाइबलको वचनलाई उद्धृत गरेर येशूलाई परीक्षा गरेको थियो। येशूले बाइबलको वचनद्वारा नै जवाफ दिनुभएको थियो। आज तपाईँ र मैले पनि आज बाइबलको एउटा वचन बोकेर आज येशूको बारेमा भ्रम छर्ने, बाइबलको बारेमा भ्रम छर्ने मानिसलाई बाइबलकै वचनद्वारा तपाईँ र मैले सही र सत्य कुरा बताउन जरुरी छ। अनि त्यसै कारणले गर्दा यो पद उद्धृत गर्नु ठुलो कुरा होइन। कुनै पनि पदलाई निकालेर ल्याएर त्यसलाई व्याख्या गर्नु कुनै पनि ठुला कुरा होइन, तर त्यसको आत्मिकी अर्थ बुझ्नु र बुझाउनु चाहिँ एकदम धेरै महत्त्वपूर्ण कुरा छ। दोस्रो तिमोथी 2:15ले भन्छ नि, सत्यको वचनलाई ठिक रूपमा बाँड्न जान्ने हामी चाहिँ कामदार बन्न सकौँ भनेर भन्छ। बाइबलको वचन सत्य छ। यो सत्य वचनलाई हामीले ठिकसँग चाहिँ ठिक रूपमा बाँड्नका लागि, अरूलाई बताउनका लागि जान्न सक्ने हामी असल कामदार हामी बन्नुपर्छ भनेर भन्छ। एक पद लगेर हामीले त्यसमा केही पनि बुझ्नेवाला छैन, त्यसको गहिराइमा जानुपर्छ। अनि आज कतिपय मानिसहरूले, हेर्नुहोस् है, आज कतिपय मानिसहरूले चमत्कार चङ्गाई येशूकै नाममा गरेको हामी पाउँदछौँ, तर उनीहरूको हृदयमा चाहिँ उहाँलाई प्रभु हो भनेर स्वीकार गर्दैनन्। रोमी 10:9लाई पनि पढ्छन्, किनकि यदि तिमीले येशूलाई प्रभु भनेर स्वीकार गर्यो भने तिम्रो उद्धार हुनेछ भनेर लेखिएको छ। स्वीकार्दैनन्, जीवनको मालिक येशूलाई बनाउँदैनन्, फेरि येशूकै नाउँमा चङ्गाई गर्छन्, येशूकै नाउँमा चङ्गाई हुन्छन्, तर येशूलाई साधारण मान्छे भनेर आज भ्रम छरिरहेका छन्। यसैले गर्दा प्रभु येशूले यस्तो मानिसहरूलाई भन्नुभएको छ। मत्ती 7:22 र 23ले भन्छ, मलाई प्रभु प्रभु भनेर धेरैले भन्नेछन्, मैले भविष्यवाणी गरेँ भन्नेछन्, मैले भूतहरू निकालेँ भन्नेछन्, मैले रोगी बिरामी निको पारेँ भन्नेछन्, तर म तिनीहरूलाई भन्छु, म तिमीहरूलाई चिन्दिनँ, तिमीहरू अधर्मीहरू, दुष्ट काम गर्नेहरू हो भनेर भन्छु भनेर प्रभु येशूले भन्नुभएको छ।
आज तपाईँ र मैले येशूलाई कसरी चिनिरहेका छौँ त? तेस्रो महत्त्वपूर्ण कुरा छ, साँचो विश्वासीले झुटा शिक्षाको सामना सत्य वचनले गर्नुपर्छ। यदि तपाईँ र म परमेश्वरको वचनलाई राम्रोसँग अध्ययन गर्छौँ भने नि हामीले सत्य वचनद्वारा चाहिँ हामीले त्यो झुटो शिक्षालाई झुटो हो भनेर प्रमाण गर्न सक्नुपर्छ। महत्त्वपूर्ण कुरा चाहिँ यो छ। येशूले पनि शैतानलाई लेखिएको छ यहाँनिर भन्दै उहाँले वचन प्रचार गरेर के गर्नुभएको छ? उत्तर दिनुभएको छ। यसको मतलब हामीलाई उहाँले स्पष्ट रूपमा सिकाउनु भएको छ कसरी त्यसको सामना गर्ने हो भनेर। उहाँलाई आवश्यकता थिएन उपवास बस्नु, प्रार्थना गर्नु, एकदम धेरै परमेश्वर पितासँग सम्बन्ध गाँच्न आवश्यक थिएन। उहाँ स्वयं परमेश्वर हुन्थ्यो। तर तपाईँ र मेरो लागि चाहिँ हाम्रो जीवन चाहिँ त्यस्तो खालको हुनुपर्छ भनेर जिउन सिकाउनको लागि उहाँले गर्नुभएको महत्त्वपूर्ण कुरा चाहिँ यो। त्यसैले गर्दा हामीले पनि अब मानिसको भावनामा बगेर होइन, वचनमा दृढ रहनुपर्छ हामी। अब एफिसी 6:17 भन्छ नि, परमेश्वरको वचन चाहिँ आत्माको तरबार हो। हेर्नुहोस् है, परमेश्वरको वचन त त्यो पवित्र आत्माको तरबार हो यो वचन। अनि तपाईँ र मैले यसलाई आत्मा र सत्यतामा मात्रै बुझ्न सक्छौँ। शरीरको अभिलाषामा हामीले कहिले पनि बुझ्दैनौँ। प्रेरित पावलले त्यो ठाउँका मानिसहरूले जब मानिसको प्रशंसा त्यहाँ गरिरहेका थिए अनि उनीहरूले जब भन्दै थिए ती हरेक वचनहरूलाई उनीहरूले जाँच्ने गर्थे। जाँच्ने काम गरेको छ त्यहाँनिर। प्रेरित 17 तपाईँले 11 पढ्नुभयो भने पाउनुहुन्छ। त्यो ठाउँका मानिसहरूले चाहिँ प्रशंसा गरेका कुरा छन् र उनीहरूले दिन प्रतिदिन हरेक वचनलाई जाँचेर मात्रै आफ्नो हृदयमा एक्सेप्ट गर्ने उनीहरूको जीवन थियो। झुटा शिक्षासँग सहमति जनाउनु अथवा समर्थन गर्नु नै पाप हो प्रिय मित्र। झुटा शिक्षाहरूसँग, झुटा शिक्षकहरूसँग, झुटा सम्प्रदायसँग चाहिँ उनीहरूको कार्यलाई सहमति जनाउनु र त्यसलाई समर्थन गर्नु नै पाप हो। दोस्रो, यूहन्ना हामीले अघि पनि पढेका छौँ 10 र 11 पदले यहाँ स्पष्ट दिइरहेको छ, यदि कोही तिमी कहाँ आएर यो सिद्धान्त ल्याएन भने त्यसलाई घरमा पनि स्वागत नगर्नु भनेर भन्छ। येशू ख्रीष्टको वचनदेखि बाहिरको सिद्धान्त जो मान्छेले बोकेर ल्याउँछ त्यो मान्छे तिम्रो सामु आयो भने त्यसलाई तिमीहरूले स्वागत नगर्नु, नत्र तिमीहरू पनि त्यसको दुष्ट कर्ममा तिमी सहभागी हुन्छौ भनेर बाइबलले भन्छ। सत्यको पक्षमा मौन बस्नु पनि असत्यको समर्थन गर्नु हो। तपाईँको अगाडि देखिरहेको परमेश्वरको वचनलाई कसैले लत्याइरहेको छ, त्यसलाई गलत अर्थ लगाउँदैछ, तर तपाईँलाई त्यो कुराको ज्ञान छ र उसलाई त्यो कुरा तपाईँले बताउन खोज्नुहुन्न भने पनि तपाईँले पाप गरिरहनु भएको छ भन्ने कुरा यहाँ देखिन्छ। गलती 1:8-9ले के भन्छ हामीलाई थाहा छ? अर्को कुनै पनि सुसमाचार छैन, दोस्रो सुसमाचार छैन। सुसमाचार येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। जो कोही पनि येशूदेखि बाहिरको अर्को समाचार लिएर आउँछ, सुसमाचार लिएर आउँछ भने स्वर्गदूतले लिएर आओस्, हामीले पनि लिएर आयौँ भनेपछि तिनीहरू चाहिँ श्रापित होस् भनेर त्यहाँ भनिएको छ। येशू बाहेकको अर्को सुसमाचार ल्याउने मान्छे श्रापित होस् भनेर भन्छ। अब बुझ्नुपर्ने कुरा, येशूभन्दा अर्को बाटो नै छैन, येशूभन्दा अर्को सुसमाचार नै छैन भनेर बाइबलले भन्छ। येशू मात्रै हो तपाईँ र मेरो लागि पापको बन्धनहरूबाट छुटकारा दिनको लागि उहाँले आफ्नो बहुमूल्य रगत कलवारीको क्रुसमा बलिदान गर्नुभएको छ। हामीलाई उद्धार गर्नको लागि, उद्धार गरेर मृत्युबाट पुनरुत्थान गरेर अनन्त जीवनको त्यो राज्यमा लैजानका लागि आउने चाहिँ येशू मात्रै हुनुहुन्छ। यसैले गर्दाखेरि येशू ख्रीष्टले के गर्नुभयो थाहा छ? त्यो मन्दिरमा मानिसहरूले व्यापार गरिरहेका थिए, डाकुहरूको ओढार बनाइरहेका थिए उनीहरूले। त्यहाँ गलत भइरहेको थियो त्यहाँ मन्दिरभित्र। त्यहाँ त परमेश्वरको महिमा गर्ने ठाउँ हो, परमेश्वरलाई आराधना गर्ने ठाउँ हो। यस कारणले गर्दा येशूले तिनीहरूलाई छडी लगाएर त्यो ठाउँबाट लखेटिदिनु भयो, टेबलहरू पल्टाइदिनु त्यहाँबाट हटाउनु भएको थियो। हेर्नुहोस् है, किनकि उहाँ झुटो आराधना सहन सक्नुहुन्न। आज तपाईँ र मैले येशूबाट छुटकारा पाएर, चङ्गाई पाएर, सहायता पाएर पनि तपाईँ र मैले आज येशूलाई चिन्न नसक्नु ठुलो भुलो चिन्न सक्दैन भने हामीले के गरिरहेका छौँ? झुटो आराधना गरिरहेका छौँ। येशूलाई पर राखेर आज हामी पिता भनेर दगुरिरहेका छौँ भनेपछि हामीले झुटो आराधना गरेका छौँ। तर तपाईँ र मैले येशूलाई चिन्यौँ भने चाहिँ नि येशूद्वारा चाहिँ हामी परमेश्वरको आराधना गर्न सक्छौँ।
सत्य बोल्नु हाम्रो जिम्मेवारी हो, तर हामीले कसरी बोल्ने? हप्काउँदै डन्ठा लगाउँदै हो कि होइन? तपाईँ र मैले गलत भइरहेको ठाउँमा तपाईँ र मैले सही शिक्षा दिनुपर्छ। इजिकेल 3:18-21 पढ्यौँ भने यदि तिम्रो सामु कोही मान्छेले पाप गरिरहेको छ, त्यो मान्छेलाई तिमीले सही कुरा सिकाएनौ, पापबाट उम्कने कुरा तिमीले बताएन भने त्यो मान्छे मर्यो भने त्यसको आत्माको लेखा म तिमीबाट लिन्छु भनेर बाइबलले भन्छ। यसको खातिर पनि तपाईँ र मैले एउटा जिम्मेवारीपूर्ण जीवन हामीले जिउनुपर्छ। झुटा शिक्षाको विरुद्ध गर्दै गर्दा हामीले घृणाले नत्र परमेश्वरको वचनले उनीहरूलाई आज सत्य कुरा बताउनुपर्छ। एकजना दिदीले भन्दै हुनुहुन्थ्यो, तपाईँले जेसुकै भन्नुहोस् न, म त्यो सच्चाइ छोडेर म चर्चमा आउँदिनँ। सच्चाइले मलाई यति सम्बन्धित छ, सच्चाइले मलाई जीवन दिएको छ, उद्धार गरेको छ, सच्चाइले मलाई सब थोक दिएको छ भन्दै हुनुहुन्थ्यो। अनि मैले उहाँलाई प्रश्न गर्दै थिएँ, तपाईँलाई सच्चाइले निको पारेको होइन, सच्चाइ त येशू बिना अपाङ्ग छ। तपाईँ येशूको नाउँमा तपाईँ निको हुनुभएको, तर त्यो येशूलाई नचिनेर पिता भन्दै तपाईँ कुदिरहनु भएको छ हावामा, येशूलाई पर राखेर। त्यो पिता को तपाईँलाई थाहै छैन। तपाईँ र मलाई चर्चले उद्धार गर्ने होइन, तपाईँ र मलाई सच्चाइले उद्धार गर्ने होइन, तपाईँलाई मलाई कुनसुकै धर्मले उद्धार गरेन। हाम्रो पापको लागि उद्धार त येशूले मात्रै गर्ने हो। तपाईँको उद्धार भएको छैन, तपाईँ पापमै हुनुहुन्छ। किनभने तपाईँले आफ्नो पाप स्वीकारेर येशूलाई जीवन दिनुभएको छैन। तपाईँले येशूबाट, शरीरबाट, रोगबाट मात्रै निको भएको, अरू केही पनि होइन। त्यो शरीरको रोगले निको भइसके पछाडि तपाईँको आत्मा मृत्यु पछाडि स्वर्गमा लगिनेवाला होइन। यो काहीँ पनि छैन। तपाईँ र म यो भ्रमबाट बाहिर निस्किनुपर्छ भनेर उहाँलाई बताउँदै थिएँ। सच्चाइले निको पारे होइन नि, येशू ख्रीष्टको नाउँमा भइरहेको छ। अनि तपाईँ र मैले त्यो येशू नै आज सच्चाइबाट हटाइदिउँ त अपाङ्ग हुन्छ सच्चाइ। अनि आज त्यही येशूलाई ओझेलमा राखेर येशू कोही पनि होइन भनेर भ्रम फैलाउने जुन बाइबलको एउटा दुईटा वचन बोकेर आज जुन भ्रम छरिरहेको छ नि, तपाईँ र मैले ती भ्रम छर्ने मान्छेलाई सत्य परमेश्वरको वचन बुझाउने प्रयास गर्नुपर्छ। के थाहा तिनीहरू मध्येमा कुनै व्यक्तिको नाउँ जीवनको पुस्तकमा लेखिएको छ भने उनीहरू परमेश्वरमा आउन सक्छन्। लेखिएको छैन भने तपाईँ र मैले जति जसुकैलाई सम्झाए बुझाए पनि ऊ कहिले पनि ख्रीष्टमा फर्केर आउनै सक्दैन। किनभने प्रभु येशूको बाटो साँगुरो बाटो हो। प्रिय मित्र, बाइबलले भन्छ हामीले सत्य कुरा बोल्न कहिले पनि छोड्नु हुँदैन। कति डलर पाइस र हो घोक्रो च्यातिने गरी तैँले यसरी प्रचार गरेको भनेर एकजना साथीले मलाई प्रचार गरिरहनु भएको थियो। अनि मैले भने डलर पो पाइँदो रहेछ ज्ञानका कुराहरू, परमेश्वरको कुरा प्रचार गर्दा। भनेपछि तपाईँको बाजेहरूले पनि पुरा भारू पाउँदो होला है। भारूको अगाडि डलर भन्छ सातो गइहाल्छन् त्यसै पनि। त्यही भएर तपाईँ रन्थेन नै आएर यहाँ कमेन्ट गर्नुभएको हो भनेको अहिलेसम्म उहाँले उत्तरै दिनुभएको छैन। हेर्नुहोस् है, हाम्रो उद्देश्य भनेको मानिसको आत्मा बचाउनु हो। तर कसरी बचाउने त? जो मानिसहरूले आज परमेश्वरको वचनलाई लगेर नानाभाती तरिकाले गलत अर्थ लगाइरहेछ, उनीहरूलाई हामीले परमेश्वरको त्यो सत्यता बुझाउनुपर्छ। जब उनीहरूले बुझ्छ, पवित्र आत्मा उनीहरूलाई दोषी ठहराउनुहुन्छ अनि पश्चाताप गर्ने हृदय दिनुहुन्छ, अनि उनीहरूले ख्रीष्टमा बाँच्न सक्छन्। नत्र भने कोही पनि मान्छे ख्रीष्टमा आउनै सक्दैन। तपाईँ जति नै सङ्गतिमा जोडिनुहोस् न प्रिय मित्र, तपाईँलाई पवित्र आत्माले अगुवाई नै गर्नु भएन ख्रीष्टमा ग्रहण गर्नको लागि भने, तपाईँलाई खिच्नै भएन परमेश्वरले भने, तपाईँ र म कहिले पनि ख्रीष्टमा हुनै सक्दैनौँ, अर्थात् परमेश्वरको हुन सक्दैनौँ। त्यसकारणले गर्दा तपाईँ र मेरो जीवन जिहाइ चाहिँ कस्तो छ त हामीले बुझ्नुपर्छ। पावलले पनि हरेक झुटा शिक्षकहरूलाई सच्याएका छन् परमेश्वरको वचन सुनाएर। उनीहरूको उद्धारको लागि उसले परिश्रम गरेको छ। तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने केवल येशूलाई मानिस मात्र ठान्ने अनि उहाँको ईश्वरीयतालाई चाहिँ अस्वीकार गर्ने मानिसहरू चाहिँ ठग मानिसहरू हुन् भनेर भन्छ। ठग मानिसहरू, हेर्नुहोस् है, भ्रममा पार्ने मानिसहरू आज ठगेर, हेर्नुहोस् है, करोडौँको बिल्डिङहरू ठहराइरहेका छन्। मानिसहरूले आलसान महलमा बस्न एकदम तयार भइसकेका छन् येशूको नाम बेचेर। तर त्यो येशूलाई आज चिन्न खोजेका छैनन् उनीहरूले। यसैले गर्दाखेरि अब हामी चाहिँ वचनमा दृढ रहनु पर्यो। यो सत्य र असत्य के हो हामीले छुट्याउन सक्नका लागि बाइबलको अध्ययन हामीसँग दिन प्रतिदिन हुनु पर्यो। तपाईँ र मैले कतिको बाइबल आज अध्ययन गरिरहेका छौँ त हामीले बुझ्नुपर्ने कुरा यो छ। हामीले आफूलाई प्रश्न गर्न सक्छौँ, के हामी वचन राम्रोसँग अध्ययन गरेर सत्य र असत्य छुटाउन सक्नका लागि हामी तयारी भएका छौँ त? के हामी वचनको त्यो रक्षा गर्ने प्रहरी जस्तै उभिन तयार छौँ तपाईँ र म?
कसैले तपाईँलाई भन्दा होला ए अन्य भाषा भनेको त रोगी बिरामी निको पार्ने हो, ठुलो यन्त्र हो, ठुलो शक्ति हो, जस्तो सुकै रोगलाई छम्की छम घाँस काटे जस्तै काट्छ भनेर तपाईँ अगाडि भ्रम छर्दैछ भने अन्य भाषा भनेको यो होइन मित्र। बाइबलको अन्य भाषा यो होइन है। बाइबलको अन्य भाषाले त हाम्रो आत्मिक वृद्धि गर्ने कुरा हो। अनि मण्डलीमा बोल्यो भने त्यसलाई अनुवाद गर्ने व्यक्तिभन्दा मण्डलीको वृद्धि गर्ने कुराहरू हो भनेर हामीले बताउन सक्नुपर्छ। हेर्नुहोस् है, कसै मान्छेले यसो साधारण मान्छे हो भने बाइबलमा कहाँ लेख्छ यो कुरा हामीलाई बताउनुहोस् त। तपाईँले भनेर हावामा हुन्छ त्यतिकै, कहाँ लेख्छ भनेर खोज्नु, हामीलाई देखाउनुहोस् त भन्नुपर्ने हुन्छ, प्रश्न गर्नुपर्ने हुन्छ। यदि उनीहरूसँग प्रश्न गर्दा उनीहरूसँग उत्तर छैन भने हामीले बाइबल अनुसार हामीले बुझाउनुपर्छ। प्रिय मित्र, के थाहा उनीहरूले पनि येशू ख्रीष्टलाई चिनेर येशूमा उद्धार पाउन सक्छन् कि? तपाईँ र मैले बुझ्नुपर्ने कुरा यहाँ छ। हेर्नुहोस् है, अब यहाँ के त्यो गर्नुको साटो के हामी आफै झुटा शिक्षाले भ्रमित पराएर भएर आफ्नो साथीभाइ परिवार र भाइ बहिनीहरूको सत्यताको आफै रणभूल भुमरीमा अड्किरहेका छौँ कि? मलाई एकजना दाइले भन्दै हुनुहुन्थ्यो, होइन अनि परमेश्वर पिता भन्दै दगुर्छन् त, अनि दसैँमा त पुरा देवीको नाउँमा पाठ पूजा गरिरहेछन् यिनीहरू। मलाई सोध्यो नि त। अनि मैले दाइ उहाँहरू क्रिस्चियन होइन नि त, हिन्दू धर्महरूकै बिचको एउटा धर्म हो। हिन्दू धर्ममा रामलाई पूजा आज भोलि सीतालाई पुज्दा हुन्छ, विष्णुलाई पूजा हुन्छ, पर्सि जसलाई मान्दा पनि हुन्छ। उनीहरूले येशूलाई पनि त्यतातिर लगेर जे गर्दा नि हुन्छ भनेर उनीहरू ठिक्क भएका हो। तर बाइबलको परमेश्वरले व्यवस्था प्रस्थान 20को 3देखि 5मा हामी हेऱ्यौँ भने त म बाहेक अरू कुनै पनि देवी देवताको सामु ननिउरुनु, म मात्रै परमेश्वर हो। यदि तिमीहरूले त्यो काम गर्दैछौ भने तिमीहरूको तेस्रोदेखि चौथो पुस्तासम्म म दण्ड दिन्छु भने आछ। तिनीहरू दण्डको भागीदार हुन् भनेर बुझाइरहेको थिएँ मैले। बुझ्नुपर्ने कुरा यहाँ छ। आज परबाट हेर्दाखेरि येशू येशू जस्तै देखिने, तर भित्र हृदय येशूमा छैन, मुख मात्रै छ येशूमा। प्रिय मित्र, त्यही पनि निको पार्नका लागि, चङ्गाई हुनका लागि, भूतहरू निकाल्नका लागि, हेर्नुहोस् है, उद्धार पाउनका लागि छैन। सबभन्दा महत्त्वपूर्ण कुरा हामीले पाउनु त पापको उद्धार हो। जबसम्म मानिसले पापको बन्धनबाट उद्धार पाउँदैन येशूमा, तबसम्म मान्छेले त्यो रोगबाट निको होस् कि शैतानबाट छुटकारा होस् केही पनि लाभ छैन। यो संसारमा रहउन्जेल मात्रै हो। प्रभुको आगमन हुँदाखेरि त येशू तपाईँबाट निको भएको थिएँ नि, म तपाईँलाई विश्वास गर्छु नि भनेर के गर्नु? त्यहाँ ठाउँ छैन। येशूलाई चिन्ने मान्छेले त येशू ख्रीष्टको महिमा गर्दै अगाडि बढ्छ। प्रिय मित्र, आज तपाईँ र मैले कसरी येशूलाई चिनिरहेका छौँ? तिनीहरूले यो शिक्षा दिन्छन्। के शिक्षा दिइरहेका छन् थाहा छ? बिचारा सुन्ने मान्छेले त हो भनेर ताली बजाइदिने हो, प्रार्थना गरिदिन्छ कि भन्नु त्यो आश हुन्छ नि बिरामी भएको मान्छेलाई, होइन? के शिक्षा दिन्छन्? येशूलाई परमेश्वर मान्ने हो भने त येशूलाई किन मारियो, किन उहाँलाई चोडिदियो? अरे अब हेर्नुहोस्, बाइबलको एउटा वचन बोकेर तिनीहरू प्रश्न गर्दा भइगयो नि, सोद्धा भइगयो नि, येशूलाई परमेश्वर हो कि होइन, किन येशूलाई मारियो, किन आउनुभयो? थाहा छैन। येशू ख्रीष्ट तपाईँ र मलाई पापको बन्धनबाट छुटकारा दिएर अनन्त जीवन दिनका लागि, परमेश्वरसँग मिलाप गराउनको लागि बाटो बनेर पो आउनुभएको। र पो उहाँ मारिनु भयो त, र पो उहाँ गाडिनु भयो, र पो उहाँले चोट सहनु भयो त? महत्त्वपूर्ण प्रश्न। हेर्नुहोस् है, येशूलाई परमेश्वर नमानेको कारणले गर्दा, येशू ख्रीष्ट मुक्तिदाता परमेश्वर हो, प्रभु हो भनेर अस्वीकार गरेको कारणले गर्दा उनीहरूले प्रश्न गरेर यो शिक्षा दिन्छन् उल्टै, येशू परमेश्वर होइन, येशूलाई परमेश्वर कहाँ मान्ने हो, उहाँले त मारिएको छ, उहाँलाई छोडिदिएको छ भनेर आज मानिसहरूले यस्तै झुटा शिक्षा दिनेहरूको लागि यो शब्द प्रयोग गर्छन्। येशू ख्रीष्टलाई भन्दा पनि त्यो मानिसहरू चाहिँ येशूको त्यो ईश्वरीयतालाई माथि चाहिँ ईश्वरीयतामाथि शङ्का गर्न थालुन् भनेर उनीहरूले यस्तो प्रकारको शिक्षा दिन्छ। तर बाइबल चाहिँ यो शिक्षाको उल्टो छ। फेरि बाइबल चाहिँ यो शिक्षामा खुसी छैन। बाइबलले हामीले यो शिक्षा दिँदैन। प्रिय मित्र, अब यहाँ बुझ्नुपर्ने, यदि येशू परमेश्वर हुन् भने उहाँलाई किन मारियो, किन चोडिदियो त? प्रश्न यो छ। तपाईँलाई के लाग्छ? येशू परमेश्वर हुन सक्दैन, साधारण मानिस हो भन्ने सोचाइ छ भने प्रश्न तपाईँको यो छ भने, येशू ख्रीष्ट परमेश्वर मान्ने हो भने येशूलाई परमेश्वर भनेर सम्झिने हो भने किन उहाँलाई चोडिदियो, किन उहाँलाई मारियो होला त? तपाईँलाई के लाग्छ? येशूलाई मारिएको कारण उहाँको शक्तिहीनता होइन, तर उहाँको प्रेम र यो उद्धारको योजना हो। प्रिय मित्र, पहिलो कुरा हामीले बुझ्नुपर्नेछ, येशू ख्रीष्टलाई
मारिएको कारण चाहिँ उहाँको शक्तिहीनता होइन, उहाँसँग शक्ति छैन, उहाँ चाहिँ कमजोर हो भन्ने कुरा होइन, तर उहाँको प्रेम र उद्धारको योजना चाहिँ हाम्रो जीवनको लागि चाहिँ प्रिय मित्र। यूहन्ना 10:17 र 18ले भन्छ, प्रभु येशूले भन्नुभयो, म मेरो जीवन, म मेरो प्राण म सित्तैमा दिँदैछु ताकि म फेरि त्यसलाई लिन सकौँ। कसैले पनि मेरो प्राणलाई लान सक्दैन, तर म आफै दिँदैछु र म त्यसलाई लिने, फिर्ता लिने अधिकार मैसँग छ भनेर प्रभु येशूले भन्नुभएको छ। हेर्नुहोस् है, यो खण्डले के देखाउँछ? येशूको मृत्यु चाहिँ मानिसको बलले होइन, येशूको मृत्यु चाहिँ मानिसको बलले होइन, उहाँको इच्छा र उद्धारको योजनामा भएको प्रिय मित्र, मानिसको बल र सामर्थ्यमा होइन। उहाँ परमेश्वर हुनुहुन्थ्यो, तर उहाँले एउटा मानव शरीर लिएर आउनुभयो, स्वेच्छाले उहाँले मृत्यु भोग्नुभयो ताकि हामीलाई पापबाट छुटकारा पाउन सकौँ, हामीलाई दिलाउन सकौँ भनेर। उहाँको येशूको त्यो मृत्यु चाहिँ उहाँको कमजोरी होइन, मानव जातिप्रतिको उहाँको सर्वोच्च प्रेम थियो प्रिय मित्र। हामीले बुझ्नुपर्ने कुरा फिलिपी 2:6-8 हामीले पढ्यौँ भने पाउँछौँ, उहाँ त त्यो परमेश्वरको स्वरूपमा उहाँ हुनुहुन्थ्यो। येशू ख्रीष्ट त्यो परमेश्वरको स्वरूपमा बराबरी भएर पनि उहाँले आफूलाई रित्याउनु भयो, कमराको रूप धारण गरेर आउनुभयो, दासको रूप लिनुभयो, मानिस समान उहाँ हुनुभयो, मृत्यु समेतमा उहाँ आज्ञाकारी हुनुभयो र क्रुसको मृत्युमा पनि उहाँ हुनुभयो। हेर्नुहोस् है, येशू ख्रीष्ट परमेश्वरको स्वरूपमा बराबरी हुनुहुन्थ्यो, तर पनि उहाँले के गर्नुभयो? त्यो कुरालाई पक्रिराख्ने वस्तु जस्तो उहाँले ठान्नुभयो। यो पदले पनि हामीलाई देखाउँछ, उहाँ परमेश्वर भएर पनि हाम्रो खातिर चाहिँ नम्र भएर मानिस बनेर उहाँले मृत्यु भोग्नुभयो। उहाँको शक्ति र उहाँको नम्रतामा त्यहाँ प्रकट भएको हामी पाउँदछौँ। एउटा राजा यदि आफ्नो प्रजाको उद्धारको लागि आफ्नो कवचहरू फुकालेर युद्धको मैदानमा उ जान्छ भने के त्यो उसको कमजोरी हो र? कमजोरी होइन, त्यो चाहिँ उसको प्रेम र साहस हो आफ्नो प्रजाको उद्धारको लागि। हेर्नुहोस् है, येशूलाई चाहिँ मारेको मानिसहरूले होइन, हाम्रो पापले मारेको प्रिय मित्र। तपाईको पापले मारेको येशूलाई मानिसले मारे होइन। येशू ख्रीष्टलाई मानिसले मारेको होइन, तर हाम्रो पापले मारेको प्रिय मित्र। यशाया 53:5ले भन्छ, उहाँ हाम्रो अपराधको निम्ति, पापको निम्ति उहाँ घाइते हुनुभयो, उहाँले आफ्नो जीवन दिनुभयो, हाम्रो अधर्मको कारण उहाँ चकनाचुर हुनुभयो। कसको कारणले? मानिसहरूले हात चलाए, तर वास्तविक कारण चाहिँ के थियो? हाम्रो पाप थियो। त्यहाँ मानिसहरूले त्यहाँ किला ठोके, कोर्रा लगाए, तर वास्तविक कारण के थियो? येशूले त्यस पापको दण्ड आफैमाथि लिदिनु भयो। हाम्रो पाप हो त्यो मेन कुरा चाहिँ। येशूलाई मारेको मानिसहरूले होइन, तर हाम्रो पापले मारेको। हेर्नुहोस् है, हो मानिसहरूले हात चलाए त्यो समयमा, तर वास्तविक कारण चाहिँ हाम्रो पाप थियो प्रिय मित्र। येशूले त्यस पापको दण्ड आफैमाथि लिनुभयो। हाम्रो पापको दण्ड चाहिँ आफैमाथि लिनुभएको छ। पहिलो पत्रुस 2:24ले पनि भन्छ, उहाँले हाम्रो पाप उहाँले हेर्नुहोस् है, हाम्रो पाप आफैले आफ्नै शरीरमा क्रुसमा बोक्नुभयो। महत्त्वपूर्ण कुरा चाहिँ यो छ, येशूलाई मारिएको दिन नि उहाँको त्यो ईश्वरीय शक्ति रोकिएको थिएन। हेर्नुहोस् है, तर प्रेमले बाँधिएको थियो, ख्रीष्टको प्रेमले। येशूलाई जब मारिएको त्यो दिन थियो नि, उहाँको त्यो ईश्वरीय शक्ति रोकिएको थिएन, तर प्रेमले बाँधिएको थियो। मत्ती 26 तपाईले 53 पढ्न सक्नुहुन्छ। के तिमी सोच्दैछौ म मेरो पितालाई बिन्ती गर्न सक्दिनँ? उहाँले तुरुन्तै यहाँनिर 12 पल्टनिया सेनाहरू पठाउन सक्नुहुन्न भनेर उहाँले प्रश्न गर्नुभएको छ ती मानिसहरूको माझमा। प्रभु येशू ख्रीष्टले चाहनु भएको भए त्यहाँ हजारौं स्वर्गदूतहरू उहाँलाई त्यहाँ बचाउनको लागि उहाँले बोलाउन सक्नुहुन्थ्यो, तर उहाँले क्रुस रोज्नुभयो, किनकि उहाँले हामीलाई हाम्रो पापबाट बचाउन चाहनु भएको थियो। मानिसको पाप आज क्रुसको बलिदान बिना आज असम्भव थियो मेटिनका लागि।
त्यो कुरा मेटिनका लागि उहाँले मृत्यु लिनुभएको छ। येशू ख्रीष्ट मर्नुभयो र तेस्रो दिनमा पुनर्जीवित भएर उहाँ आफ्नो ईश्वर र शक्ति प्रमाण उहाँले गरिदिनु भयो। येशू ख्रीष्ट 100% मानिसको स्वरूपमा 100% परमेश्वरको स्वरूपमा हुनुहुन्छ। येशू ख्रीष्ट त मर्नुभयो, तर तेस्रो दिनमा उहाँ पुनर्जीवित भएर उहाँले आफ्नो त्यो ईश्वरीय शक्ति नै उहाँले के गरिदिनु भएको छ, प्रमाणित गर्नुभएको छ। रोमी 1:4 तपाईँले पढ्नु पाउनुहुन्छ। मृतकहरूबाट पुनरुत्थानद्वारा उहाँ परमेश्वरको पुत्र ठहरिनु भयो। मृतकहरूको पुनरुत्थानद्वारा उहाँ परमेश्वर ठहरिनु भयो भन्ने कुरा स्पष्ट रूपमा परमेश्वरको पुत्रको अर्थ चाहिँ त्यो। यदि येशू केवल मानिस मात्रै हुनुहुन्थ्यो भने त नि उहाँ मरेरै सकिसक्थ्यो। आङसाङले आफूलाई म ख्रिस हुँ भनेर भन्थ्यो नि, बिचरा चिहानमा हड्डीखुड्डी मकेर सकिसक्यो। प्रभु येशू ख्रीष्टको चिहान त रित्तो छ, उहाँलाई मृत्युले पनि रोक्न सकेन। त्यसै कारणले गर्दा यदि येशू केवल मानिस मात्रै हुनुहुन्थ्यो, उहाँ परमेश्वर हुनुहुन्न थियो भने नि उहाँ मरेर पहिले सकिसकेको हुन्थ्यो। तर पुनरुत्थानले यो प्रमाणित गरिदियो कि उहाँ परमेश्वर हुनुहुन्छ, जो मृत्युमाथि पनि विजय हुनुहुन्छ, जो मृत्युमाथि पनि प्रभु हुनुहुन्छ। प्रभु येशू ख्रीष्ट चाहिँ मृत्युमाथिको पनि को हुनुहुन्छ, प्रभु हुनुहुन्छ। झुटा शिक्षकहरूले कसरी मारियो भन्ने कुरा देख्छन्, तर किन मारियो भन्ने कुरा बुझ्दैनन् तिनीहरूले। झुटा शिक्षकहरूले कसरी मारियो भनेर मात्रै भन्ने अनि देख्ने गर्छन्, तर किन मारिनु भयो प्रभु येशू ख्रीष्ट, यो कुरो उनीहरूले बुझ्न चाहँदैनन्। तर जसले किन मारियो प्रभु येशू ख्रीष्ट, उहाँ त रोगीलाई निको पार्ने व्यक्ति, मुर्दाहरूलाई जीवन दिने व्यक्ति, अन्धाहरूलाई दृष्टि दिने व्यक्ति, बहिराहरूलाई सुन्ने बनाउने व्यक्ति, लुला लङ्गडालाई हिँड्ने बनाउने व्यक्ति, कोरियरलाई शुद्ध गराउने व्यक्ति, किन मारियो त उहाँ भन्ने बारेमा यदि उसले खोज तलास बाइबलमा गरेको थियो भने नि उसले येशू ख्रीष्ट नै परमेश्वर हुनुहुन्छ, उहाँ यो कारणले पो मर्नु भएको रहेछ भन्ने कुरा उसले बुझ्न सक्छ। तर उनीहरूले किन भन्ने शब्द हेर्नुहोस् है, किन भन्ने शब्द, तर उनीहरूले किन भन्ने शब्द चाहिँ आज प्रयोग गर्दैनन् अनि प्रश्न मात्रै गर्छन्, अनि बुझायो भने पनि सुन्दैनन्, बुझ्न चाहँदैनन्। उनीहरूले सतहमा मात्रै हेर्छन्, एउटा सतहमा मात्रै हेर्छन्, तर यदि येशू परमेश्वर हुन् भने किन मर्नु भयो त भन्ने बारेमा उनीहरू प्रश्न गर्दैनन्, त्यो गहिराइभित्र जान चाहँदैनन्। तर सत्य बाइबल अनुसार हेर्नुहोस् है, येशू परमेश्वर भएरै उहाँ मर्नु भएको ताकि हामी जीवित हुन सकौँ भनेर। प्रभु येशू ख्रीष्ट परमेश्वर भएको कारणले गर्दा मर्नु भएको ताकि हामी जीवित हुन सकौँ। हामी त मृत्युमा छौँ, हामी त पापमा छौँ, हामी जीवित हुन सकौँ भनेर उहाँ मर्नुभयो र मरे पछाडि तेस्रो दिनमा जीवित हुनुभयो। यदि उहाँ मानिस भएर मर्नु भएको थियो भने त मरेको मरे, सकियो जिन्दगी। हाम्रो लागि एउटा आश पनि हुने थिएन, हाम्रो लागि पापको क्षमाको कुरा हुँदैन थिएन, उद्धारको कुरा हुँदैन थिएन, स्वर्गको बाटोको कुरा हुने थिएन। प्रिय मित्र, हामी परमेश्वरको सन्तान हुने कुरा पनि हुने थिएन त्यहाँनिर। अर्थात् येशू परमेश्वर भएरै उहाँ मर्नुभयो ताकि हामी जीवित बन्न सकौँ भनेर। यूहन्ना 3:16 के भन्छ थाहा छ? परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौटे पुत्र दिनुभयो ताकि जो उहाँमा विश्वास गर्छ त्यो कहिल्यै पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। येशू ख्रीष्ट मर्नु कमजोरी थिएन प्रिय मित्र। येशू ख्रीष्ट मर्नु उहाँ दोषी भएर मारिएको होइन, किनभने दोषपत्रमा के लेखिएको थियो? नासरतको येशू यहुदीहरूको राजा, 3-3वटा भाषामा लेखेर टाँसेको थियो। दोषै नभटाएर निर्दोष व्यक्तिलाई मारिएको। त्यसैले गर्दा येशू मर्नु कमजोरी होइन, क्रुस उहाँको प्रेमको शक्ति र उद्धारको योजना थियो। झुटा शिक्षकहरूले यो वचनलाई काटछाँट गरेर आज भ्रम फैलाइरहेका छन्, तर साँचो विश्वासले भन्छ नि प्रिय मित्र, उहाँ मर्नुभयो किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो। उहाँ बाँच्नुभयो ताकि हामी पनि उहाँमा बाँच्न सकौँ। हेर्नुहोस् है, हामी ख्रीष्टद्वारा बाँच्न सक्छौँ। ख्रीष्ट बिना हामी बाँच्न सक्दैनौँ। मृत्यु पछाडि पनि हाम्रो लागि दण्ड राखेको छ, त्यो दण्डबाट हामी उम्कन सक्दैनौँ।
तर ख्रिस्टबाट हामी त्यो दण्डबाट अब हामी उम्केर उहाँको राज्यमा हामी प्रवेश गर्न पाउँछौँ। यसैले गर्दा सत्य वचनद्वारा चाहिँ आज झुटा शिक्षाको पर्दाफास हामीले गर्नुपर्छ। उनीहरूलाई सही कुरा हामीले बताउनुपर्छ। येशूको त्यो प्रेम र उद्धारको सन्देश आज हामी प्रचार गर्नको लागि एकदम धेरै उत्साहित हुनुपर्छ। हामी भावनामा बगेर होइन, बाइबलमा वचन आधारित विश्वासमा स्थिर रहन पनि हामी एकदम धेरै आवश्यकता छ। अझ तिनीहरूले अर्को कुरा पनि भन्छन्, फेरि कसले थाहा छ, सच्चाइ केन्द्रमा जानुहुने भक्तजनहरूले होइन, सच्चाइ केन्द्रमा जानुहुने, निको हुन जाने, सुन्न जानेले होइन, तर येशूको नाउँमा भ्रम फैलाउने ती लिडर भन्नेहरूले चाहिँ आज बाइबलको वचनलाई टिपेर लगेर गलत अर्थ लगाइरहेका छन्। अनि उनीहरू भन्छन् अझै, यो मरेको येशूलाई परमेश्वर मान्नेहरू भनेको त संसारिक मानिसहरू पो हुँदैन र त। संसारिक मानिसहरू र येशूलाई चाहिँ परमेश्वर मान्नेहरू सबै एउटै हो उनीहरूले भन्ने गर्छन्। अब हेर्नुहोस् है, कति नै उनीहरू परमेश्वरको भएको अरे। आमामा, परमेश्वरको हुनको लागि त येशूमा हुनुपर्छ। बिचाराले यो कुरा बुझ्न सकेका छैनन्। अनि एउटा बाइबल भनेको त एउटा समुद्र जस्तो हो, समुद्रमा जाँदा जुन जुन कुरा मनपर्छ त्यो कुरा लिने अरे, त्यसरी शिक्षा दिनु बाइबलको वचन। त्यो होइन, त्यो रङ नम्बर हो। बाइबलमा टिप्ने र फाल्ने दुईटा कुरा मात्रै छ। येशूलाई टिपे, येशूलाई विश्वास गरे, येशूद्वारा अनन्त जीवन, येशूलाई अस्वीकार गरे परमेश्वर पिताको क्रोध, दण्ड, नरकमा फालिने कुरा, यति मात्रै छ। र येशूमा विश्वास गर्नेहरू येशू ख्रिस्टको वचनअनुसार जिउने हो। उनीहरूलाई परमेश्वरको सन्तान हुने उनीहरू अधिकार पाउँछन् र स्वर्गको राज्यमा उनीहरू मृत्यु पछाडि पनि सदा सर्वदा अनन्तसम्म राज्य गर्न पाउँछन्। तर येशूमा नहुनेहरू चाहिँ मृत्यु पछाडि राज्य गर्न पाउँदैनन्। नरकको भट्टीमा सदा सर्वदा दारा किटाइ र चिच्याहाटमा उनीहरू जीवन जिउनुपर्छ। त्यो कुरा बताउँछ। यति मात्रै छ, त्यहाँ छान्ने कुराहरू छैन। दुईटामा तपाईँ र म के रोज्ने बास? अप्सन त्यही कुरा मात्रै छ। साँघुरो बाटो भएर जान चाहन्छौँ या फराकिलो बाटो भएर जान चाहन्छौँ, यति मात्रै छ रोजाइ। साँघुरो बाटोले तपाईँ र मलाई जीवनतर्फ पुर्याउँदछ, स्वर्गको राज्यमा पुर्याउँछ, जुन जहाँ येशूलाई हामी भेट्न सक्छौँ। यो बाटो धेरै हिँड्ने कोसिस गर्छन् तर धेरैले सक्दैनन्। फराकिलो बाटो विनाशतर्फ पुर्याउने बाटो, त्यो बाटो धेरै हुन्छन् जसले नरकको भट्टीमा पुर्याउँदछ, स्वर्गको राज्यमा पुर्याउँदैन। यसैले गर्दा उनीहरूले भन्ने गर्छन्, ए यो मरेको येशूलाई हामी मान्ने होइन, मरेकोलाई जीवित बनाउने परमेश्वरलाई पो हामी मान्ने त। अनि मरेकोलाई जीवित बनाउने परमेश्वर को हो त? फेरि थाहा छैन। हेर्नुहोस् है, थाहै छैन को, थाहा छैन। अनि दसैँमा देवी आयो, देवीलाई पूजापाठ गर, बा यही हो कि भनेर पूजापाठ गर्न व्यस्त छन्। अनि अरू आउँछ, देवदै पितेको चाड आउँछ, तिनीहरूलाई फेरि यो हो कि भन्दै फेरि त्यता पनि ढोग्न पुगिरहेका हुन्छन्। बुझ्नुपर्ने कुरो, बाइबलले मरेको येशूलाई विश्वास नगर्नु भन्छ। येशू किन मर्नुभयो अहिले हामीले हेरिसकेका छौँ। किन मार्यो उहाँ? अब यहाँ येशूलाई विश्वास गर्ने संसारिक हुन् या येशूलाई विश्वास नगर्ने चाहिँ संसारिक हुन् त? अब यहाँ प्रश्न यो आउँछ। हो, आज यस्तै कुराहरू बोलेर शिक्षा दिनेर आज मानिसहरू जताततै पाउँछौँ हामी, जो आफूलाई एकदम धेरै आध्यात्मिक ज्ञानी होइन, बुद्धिजीवी भन्छन्, तर बाइबलको साँचो वचनको त्यो आत्मिक अर्थ उनीहरूले बुझ्दैनन्। अनि उनीहरूले येशूलाई के भन्छन्? मरेको मानिस भन्छन्। र उहाँलाई परमेश्वर मान्ने चाहिँ संसारिक मानिस हो भनेर उनीहरू तुच्छ व्यवहार गर्छन्, बोलिरहेका हुन्छन्। तर बाइबलले के भन्छ यस्तो कुराहरूको बारेमा? बाइबलले खण्डन गर्छ। आउनुहोस् हामी बाइबलबाट यो कुराको बारेमा हेरौँ। बाइबलकै वचनद्वारा हामी बुझौँ कि यस्तो शिक्षा जसले दिन्छ त्यो चाहिँ ठगाहरूले दिने शिक्षा हो, भ्रममा पार्ने मानिसहरूले दिने शिक्षा हो, जसले येशू ख्रिस्ट शरीरमा आउनुभएको हो भन्ने कुरा आज अस्वीकार गर्छ। त्यो छली र ख्रिस्ट विरोधीले दिने शिक्षा हो भनेर बाइबलले भन्छ। र येशूलाई परमेश्वर मान्नेहरू नै किन साँचो आत्मिकी हुन् त यिनीहरू भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ। पहिलो यूहन्ना 4को 1देखि 3 अघिले पनि हामीले हेरिसकेका छौँ। त्यहाँ भनेको छ, प्रिय हो, हरेक आत्मामा विश्वास नगर है, हरेक मानिसहरूको शिक्षामा तिमीहरू विश्वास नगर, तर ती मानिसहरूका आत्माहरू चाहिँ परमेश्वरबाट आएका हुन् कि होइनन् जाँचेर हेर पहिला। जो आत्माले
स्वीकार गर्छ कि येशू ख्रीष्ट शरीरमा आउनुभएको छ, त्यो आत्मा परमेश्वरबाटको हो। तर जो आत्माले येशूलाई स्वीकार गर्दैन त्यो आत्मा परमेश्वरबाट होइन, त्यो ख्रीष्ट विरोधीको आत्मा हो। अब हेर्नुहोस् है, बाइबलले स्पष्ट दिएको छ। पहिलो यूहन्ना 4 अध्यायको 1 देखि 3 पदसम्म तपाईँले लेखेर राख्नुहोस्। तपाईँले बाइबलमा पढ्नुपर्छ। यदि तपाईँ ख्रीष्टमा हुनुहुन्न भने पनि तपाईँले बाइबल खोजेर यो कुरा पढ्नुपर्छ। दोस्रो यूहन्नाको पुस्तक 7 देखि 11 लाई पनि तपाईँले पढ्नुहोस्। यो कुरा स्पष्ट रूपमा छ। यसै कारण येशूलाई परमेश्वर ठान्ने होइन, उहाँलाई अस्वीकार गर्नेहरू चाहिँ संसारीका आत्मिक रूपमा अन्धार हुन् भन्ने कुरा, अन्धकारमा छन् भनेर बाइबलले भन्छ। अब हामीले बुझ्नुपर्ने कुरा, येशूलाई परमेश्वर ठान्ने चाहिँ संसारिक होइन, येशूलाई अस्वीकार गर्ने चाहिँ ती संसारिक मानिसहरू हुन् र आत्मिक रूपमा तिनीहरू अन्धकार छन् भन्ने कुरा चाहिँ यहाँबाट प्रष्ट हुन्छ। हामीले बुझ्नुपर्ने कुरा, येशू मरेर बस्नु भएन। प्रभु येशू ख्रीष्ट मरेको मरै भएर बस्नु भएन प्रिय मित्र। उहाँ त मृत्युमाथि विजय पाउनु भएको परमेश्वर हुनुहुन्छ। येशूलाई त परमेश्वरले पो उठाएको भन्ने एउटा पद बोकेर लगेको छ। हेर्नुहोस् है, येशूलाई परमेश्वर उठाएको रे। परमेश्वर कहाँ हुनुहुन्छ त? स्वर्गबाट हात दिएर यसरी उठायो? येशूमै हुनुहुन्छ त परमेश्वर? त्यो कुरा खै बुझेको? अनि बाइबलको वचन परमेश्वरको 2 धारे तरबार हो। अनि यता मुनिबाट मात्रै काटेर हुन्छ र यताबाट पनि काट्छ त? दुईटा तर्फ हेर्नुपर्छ हामीले बाइबलको वचन। उहाँले येशूलाई परमेश्वरले उठाएको भन्ने पद हेर्नुभयो र परमेश्वरमा विश्वास गर्ने भन्नुभयो। तर बाइबलले त्यो मात्रै भन्छ, येशू आफैले मृत्युबाट जीवित भएको म बाहेक अरूको पनि छैन भन्नुभयो। आफैले मै जीवित भएको भनिदिनु भयो। अघि पनि हामीले हेऱ्यौँ, मेरो प्राण मेरो स्वेच्छाले म दिन्छु, त्यो फिर्ता लिने अधिकार पनि मसँग छ। स्पष्ट रूपमा येशूले भन्नुभएको छ। प्रकाश 1 अध्यायको तपाईँले 17 र 18 लाई पढ्न सक्नुहुन्छ। त्यहाँ भनेको छ, नडराऊ, पहिलो र अन्तिम म नै हुँ, म जीवित छु, म मरेको थिएँ, हेर अब सदा सर्वदाको लागि म जीवित छु, अनि मृत्यु र अधलको पातालको त्यो साँचारो मेरो हातमा छ। यहाँ हेर्नुहोस्, वचनले भन्छ। अब के येशू मरेको मरै बस्नु भएको हो त? मृत्युमाथि विजय प्राप्त गर्ने एकमात्र परमेश्वर उहाँ हुनुहुन्छ। मान्छेले मृत्युमाथि विजय प्राप्त गर्छ, नत्र भने त येशूले त मलाई त पिताले पो जीवित पार्नु भएको हो त, तिमीहरू पनि पितामै विश्वास गर है भनेर भन्नु पर्थ्यो होइन र? किन येशूले ममा विश्वास गर भन्नुभयो? म तिमीलाई अनन्त जीवन दिन्छु, म क्षमा दिन्छु, मेरो नाममा तिमीहरू शक्तिशाली कामहरू गर्नेछौ किन भन्नुभयो? अनि यति मात्रै होइन, मलाई विश्वास गर्नु नै परमेश्वरलाई विश्वास गर्नु हो। तिमीहरू मलाई विश्वास गर्दैन भने तिमीहरू अझै पनि पापमै छौ, तिमीहरू स्वतन्त्र हुँदैनौ, तिमीहरू परमेश्वरका होइन, तिमीहरू दुष्ट शैतानका हो भनेर किन भन्नुभयो येशूले? यूहन्ना 8:42 मा। हामीले बुझ्नुपर्छ। यसै कारणले गर्दा संसारिक मानिस चाहिँ मर्छ, त्यो बाँच्दैन प्रिय मित्र। तर येशू त मर्नुभयो अनि फेरि उहाँ जीवित हुनुभयो त। यो उहाँको मानवता होइन, उहाँको परमेश्वरको प्रमाण हो प्रिय मित्र। परमेश्वर हो भन्ने कुराको प्रमाण हो यो कुरा चाहिँ। तपाईँ र मैले आज कसरी बुझिरहेका छौँ? मानिसहरू आगोमा पर्यो भने त जल्छ, तर सुन आगोमा पर्यो भने के हुन्छ? चम्किलो हुन्छ। त्यस्तै प्रभु येशू ख्रीष्ट पनि, येशूको त्यो मृत्युले उहाँ अझ महिमामा झन प्रकट हुनुभयो प्रिय मित्र। यदि येशू ख्रीष्ट मृत्युमाथि पुनरुत्थान नहुनु भएको भए नि हाम्रो पुनरुत्थानको आशै हुँदैन थियो। हाम्रो पुनरुत्थान नभइकन त हामी स्वर्गमै जान सक्दैनौँ। कसरी सक्छौँ? अहिले कोही पनि मान्छे, जति पनि मान्छे अहिलेसम्म मरेका छन् नि, ती मानिसहरू अनन्तको विश्राममा छन्, परमेश्वरको उपस्थितिमा होइन। अनन्तको विश्राममा छन्। ख्रीष्टमा जिउने मानिसहरू शान्तिको ठाउँमा छन्, तर नहुनेहरू दण्डमै छन्, पीडामै छन्। तर जुन दिन प्रभु येशू ख्रीष्ट स्वर्गबाट ओर्लिनुहुन्छ, उहाँको आगमन हुन्छ, सबै यहाँ बाइबलमा लेखेको भविष्यवाणी अब पुरा हुन्छ। संसारमा भएको सबै मानिसहरूले, सबै जातिहरूले येशू भन्ने शब्द सुन्छन् अनि उहाँको आगमन हुन्छ। त्यही भएर संसारको हरेक माध्यमबाट आज येशूको नाउँको गवाही दिइरहेको छ। येशूको आगमन हुनुभन्दा अगाडि उहाँको नाउँ सुन्नुपर्छ सबै जातिले।
भयङ्कर घटनाहरू हामी हुनुपर्छ भनेर बाइबलमा ती सबै कुराहरू हुनुपर्छ। अर्थात् हामीले बुझ्नु पर्यो प्रभु येशू ख्रीष्ट जब ओर्लनुहुन्छ नि त्यतिखेर चाहिँ के हुन्छ, मरेकाहरू ती आत्माहरू के हुन्छन्, पुनरुत्थान हुन्छन्। हामी जो जीवित छौँ नि हामी पनि यत्तिकै परिवर्तन भएर उचालेर जान्छौँ। हेर्नुहोस् है, यो नभइकन स्वर्गमा कहाँ आत्मा जान पाउँछ, पाउँदैन। मरेपछि त म त स्वर्गमै जान्छु, अहिले कोही पनि स्वर्ग जान पाउँदैन। बुझ्दै हुनुहुन्छ? जब येशू ख्रीष्ट आउनुहुन्छ अनि मात्रै हो। त्यतिखेर कोरिन्थीको पुस्तक म पढ्नेछु तपाईँहरूको माझमा। पहिलो कोरिन्थी 15 अध्याय तपाईँले निकाल्न सक्नुहुन्छ। पहिलो कोरिन्थी 15 अध्यायको 50 देखि म पढ्नेछु। अब भाइ हो, म तिमीहरूलाई भन्दछु, मासु र रगत स्वर्गको राज्यको हकदार हुँदैन, न त अविनाशीको हकदार हुन सक्छ। यो शरीर स्वर्गको भागीदार हुँदैन। येशू ख्रीष्टको आगमन अहिले भयो भने हामी जिउँदैछौँ भने यो चाहिँ परिवर्तन हुन्छ। यो मासु र रगत यहीँ गायब भएर जान्छ। महिमित शरीर, हाम्रो आत्मा चाहिँ महिमित शरीरमा परिवर्तन हुन्छ। यहाँ मुनि भनेको छ, हेर म तिमीहरूलाई एउटा रहस्यको कुरो भन्दैछु, हामी सबै सुत्दैनौँ तर हामी सबैको निम्ति परिवर्तन हुनेछ। हामी सबैको परिवर्तन हुनेछ एकै क्षणमा, आँखाको एक निवेशमा, तुरैको आखिरी आवाजमा। किनभने तुरै बज्नेछ र मृतकहरू अविनाशी भएर जीवित हुनेछन् अनि हाम्रो चाहिँ परिवर्तन हुनेछ। किनकि यस विनाशी स्वभावले अविनाशी र मरणशील शरीरले अमरत्व धारण गर्छ। जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ तब लेखिएको वचन पुरा हुनेछ, मृत्यु विजयमा निलिएको छ। हेर्नुहोस् त, यो कार्य भइसके पछाडि मात्रै अनि प्रभुको उपस्थितिमा हामी हुन्छौँ त्यहाँनिर। जसको नाउँ जीवनको पुस्तकमा लेखिएको छ त्यो मात्रै हो स्वर्गमा जाने। नलेखिएकाहरू, येशूको त्यो जीवनको पुस्तकमा नलेखिएकाहरू सबै नर्ककुण्डमा फालिन्छन् भनेर भन्छ। त्यसैले गर्दा हामी येशूमा छौँ। मृत्युमाथि पनि हाम्रो ढुक्कको जीवन छ, आनन्दको जीवन छ। किनभने मृत्यु पछाडि पनि हाम्रो आत्माले अनन्तको विश्राममा पाउँछ। जबसम्म प्रभु येशू ख्रीष्टको दोस्रो आगमन हुँदैन तबसम्म त्यहाँनिर हुन्छ। त्यो ऱ्याप्चरको समयमा सबै झराकझुरुक उठेर उहाँको सामु खडा हुन्छन् सबैजना अनन्तसम्म राज्य गर्नलाई। हेर्नुहोस् है, त्यसैले गर्दाखेरि आज हामीले बुझ्नुपर्ने कुरा यो छ, येशूलाई मान्ने संसारिक होइन, येशूलाई नमान्ने मान्छे संसारिक हुन्। किनभने उनीहरू पापमा छन्, अझै पनि उद्धारमा छैनन्। उद्धार पाउनको लागि त येशूमा हामीले हुनुपर्छ हाम्रो जीवन चाहिँ। संसारिक मानिसहरू आफ्नै महिमाको खोजी गर्छन्, संसारिक मानिसहरूले, तर येशूमा विश्वास गर्नेहरूले चाहिँ परमेश्वरको महिमाको खोजी गर्छन्। प्रिय मित्र, यूहन्ना 17:14-16 पढ्नुभयो भने प्रभु येशू ख्रीष्टले भनेको हामी पाउँदछौँ, मैले तिमीहरूलाई मेरो वचन दिएको छु, म तिमीहरूलाई यो वचन दिन्छु, यो संसारले तिमीहरूलाई घृणा गरेको छ तर तिमीहरू संसारको होइनौ। हेर्नुहोस् है, जसरी म होइन। तपाईँले यूहन्ना 17:14-16 पढ्न सक्नुहुन्छ। म फेरि पढिदिनेछु यहाँनिर। यूहन्ना 17:14-16 यसरी लेखिएको छ, मैले तिमीहरूलाई तपाईँको वचन दिए र संसारले तिनीहरूलाई घृणा गर्यो किनकि तिनीहरू यो संसारका होइनन् जसरी म संसारको होइन। तपाईँले तिनीहरूलाई संसारबाटै लैजानुहोस् भनी म प्रार्थना गर्दिनँ र तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। तिनीहरू संसारका होइनन् र म पनि संसारको होइन। प्रभु येशू ख्रीष्ट संसारको हुनुहुन्न नि, उहाँ त स्वर्गबाट ओर्ली आउनुभएको हो। यूहन्ना 3:13, यूहन्ना 6:38 स्वर्गबाट ओर्लेर आउनुभएको यहाँ। हेर्नुहोस् है, अब उहाँ नै संसारको होइन भनेपछि हामी उहाँमा विश्वास गर्ने हामी संसारका हुन्छौँ? हामी संसारका मानिसहरू होइनौँ, हामी पनि स्वर्गका हौँ। त्यस कारणले गर्दाखेरि येशूलाई परमेश्वर ठान्नेहरू संसारिक होइनन्, बरु संसारबाट छुट्टाइएका स्वर्गको नागरिक हुन्। प्रिय मित्र, बुझ्दै हुनुहुन्छ? येशूलाई परमेश्वर ठान्नेहरू संसारिक होइनन्, बरु संसारबाट छुट्टाइएका, पवित्र तुलाइएका, धर्मी ठहराइएका स्वर्गको नागरिक हुन्। स्वर्गको नागरिकहरू हामी हौँ।
जहाँबाट आउनु हुने ख्रीष्टको हामी प्रतीक्षा गरिरहेका छौँ प्रिय मित्र। यसैले गर्दा हामी पनि साधारण व्यक्ति होइनौँ, ख्रीष्ट पनि साधारण व्यक्ति होइन। पहिलो यूहन्ना 5:20 अनुसार येशू नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ। हेर्नुहोस् है, हामीले बुझ्नुपर्ने कुरा यहाँ छ। नोहाले पनि बाढीको चेतावनी दिँदै गर्दा के भनेको थियो? ए यो त पागल हो, यो त खुस्केको हो, ए खुस्के चाहिँ यस्तो टन्टाला पुरो घाममा काहीँ पानी पर्छ अरे भनेर खिसी उडाएको थिए मानिसहरूले। तर परमेश्वरको वचन सुन्ने नोहा नै र उसको परिवार मात्रै बचाइएका थिए। त्यस्तै आज येशूलाई परमेश्वर मान्नेहरूलाई संसारले ठट्टौली गर्ला, घृणा गर्ला, तेरो येशू कहिले परमेश्वर भयो भनेर प्रश्न गर्ला, बाइबल आज बुझ्न चाहने इच्छा नराख्ला। तर संसारले ठट्टौली गर्छ, तर सत्यता र सत्यमा चाहिँ आज उनीहरू नै, हेर्नुहोस् है महत्त्वपूर्ण कुरा, सत्यमा चाहिँ तपाईँ र म बचाइएका छौँ र बचाइनेवाला छौँ यदि हामी येशूमा छौँ भने। यूहन्नाको सुसमाचार 3:35 र 36 तपाईँले राम्रोसँग हेर्नु भने परमेश्वर पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, सबै कुराको अधिकार उहाँले पुत्रमा दिनुभएको छ। जसले पुत्रमाथि विश्वास गर्छ त्योसँग अनन्त जीवन छ। जसले पुत्रमाथि विश्वास गर्दैन, पुत्रको वचनमा रहँदैन, त्यसले त्यो जीवन देख्न पाउँदैन, अर्थात् नरकको भट्टीमा त्यो जान्छ। त्यसको जीवनमा परमेश्वर पिताको क्रोध रहन्छ भनेर स्पष्ट बताउँदछ। बाइबलमा त हामीले परमेश्वर पिताको वचनलाई जो मान्छे येशूमा छ त्यो स्वर्गको राज्यमा छ, अनन्त जीवनमा छ। जो मान्छे पिता भन्दै दगुर्छ, येशूमा छैन, त्यो मान्छे नर्ककुण्डमा फालिन्छ भनेर बताइयो त। अब तपाईँ र मेरो अवस्था चाहिँ कहाँ छ त? हामी को? हामी चाहिँ हो कि संसारिक? तपाईँ हुनुहुन्छ संसारिक। जोसँग येशू छैन त्यही हो संसारिक। हेर्नुहोस् है, आज हामीले बुझ्नुपर्ने कुरा, ख्रीष्ट येशूको सिद्धान्तभित्र तपाईँ र म रहँदैनौँ, ख्रीष्ट येशूभित्र तपाईँ र म रहँदैनौँ भने त तपाईँ र मसँग त पिता परमेश्वर हुनुहुन्न त। तर जो मान्छे ख्रीष्ट येशूको सिद्धान्तमा रहन्छ, ख्रीष्ट येशूभित्र रहन्छ भने त्योसँग मात्रै परमेश्वर पिता र पुत्र हुनुहुन्छ। हामीले हावामा त्यतिकै म त परमेश्वरको भए भनेर हुनेवाला होइन। येशूले तपाईँ र मलाई अधिकार दिनुपर्छ परमेश्वरको हुने, उहाँको सन्तान हुने। येशूको अधिकार बिना तपाईँ र म परमेश्वरको सन्तान हुँदैनौँ। हामीले बुझ्नुपर्ने कुरा यूहन्ना 1:12 अनुसार। संसारिक आत्मा चाहिँ नि येशूलाई नचिन्ने आत्मा हो। पहिलो कोरिन्थी 2:14 भन्छ, संसारिक मानिसले परमेश्वरको आत्माको कुरा ग्रहण गर्न सक्दैन। जो मान्छे आत्मिकी छैन त्यसले परमेश्वरको आत्माको कुराहरू ग्रहण गर्न सक्दैन, किनकि तिनीहरूको निम्ति त्यो मूर्खता हुन्छ। यो परमेश्वरको वचन त आत्माका कुराहरू प्रिय मित्र। हाम्रो शरीरमा जिउने जीवनले हामी कदापि पनि बुझ्न सक्दैनौँ। यो परमेश्वरको कुरा बुझ्नको लागि तपाईँ र म आत्मामा जिउनुपर्छ, तपाईँ र म ख्रीष्टमा जिउनुपर्छ। हाम्रो पाप पखालिएको हुनु पर्यो, हामी शुद्धतामा हुनु पर्यो, पवित्रतामा हुनु पर्यो, हामी उद्धार पाएको व्यक्ति भन्नु पर्यो। अनि तपाईँ र म प्रभुको उपस्थितिमा रहेर अनि मात्रै यो वचन सुन्छौँ र यसलाई ग्रहण गर्न सक्छौँ। तर तपाईँ र मेरो जीवन आज यता शनिबार एकतिर मण्डलमा गयो, येशूको नाउँमा चङ्गाई होस् भनेर प्रार्थना गर्यो, अनि नचिनेको को थाहा छैन, पिता तपाईँलाई धन्यवाद भनौँ, फेरि दसैँमा दुर्गा माता तपाईँलाई धन्यवाद छ भनेर टिको टालो लगायो, पुरै चाडपर्व मनायो, उता स्वस्थानी आउँछ, स्वस्थानीमा पनि विष्णुको होइन अनेक थोक गर्यो, यता गर्यो। त्यो जीवन चाहिँ हो संसारिक जीवन, जसले परमेश्वर चिनेन। परमेश्वर चिनेको थियो भने त एकमात्र परमेश्वरको अनुसरण गरेर त्यो परमेश्वरलाई रिसाउने काम गर्दैन थियो। मलाई जन्म दिने बाबुआमा हुनुहुन्छ, अनि मैले उता पर्तिरको छिमेकीलाई मलाई जन्म दिने बाबुआमा तपाईँ नै हो भनेर पुज्दै हिँड्नु, फेरि पर्तिरको तपाईँ नै हो भन्दै हुनु, उता पनि हिँड्दै त्यसो भन्दै हिँड्नु भने त साँचो जन्म दिने बाबुले के भन्छ? कि यो खुस्केछ भन्छ, तार यसको एन्टिना गएछ भन्छ। एन्टिना भएको मान्छे, एन्टिना गएको खुस्केको मान्छे हो। यदि तपाईँ र मैले साँचो परमेश्वरलाई चिन्न नसकेको त्यो अवस्था हो त्यो भनेको चाहिँ। साँचो परमेश्वरलाई तपाईँ र मैले चिन्छौँ भने त उहाँको उपस्थितिबाट बाहिर हामी कसरी जान्छौँ? हेर्नुहोस् है, कसरी जान्छौँ? यसैले गर्दाखेरि संसारिक मानिसले परमेश्वरको आत्माको कुरा बुझ्दैन। यो बाइबलको कुरा जति नि त्यही भएर बाइबलको एउटा वचन बोकेर भ्रम छरिरहेको छ। यदि उसले बुझ्थ्यो भने त
येशूमा ऊ आउँथ्यो, येशूमा ऊ हुन्थ्यो। किनभने हेर्नुहोस् है, किनभने तिनीहरू यो कुरालाई के गर्छन्, मूर्खता जस्तो लाग्छ बाइबलको वचनलाई, त्यसले गर्दा बुझ्दैनन्। यसैले गर्दा जब उनीहरू भन्छन् येशूलाई परमेश्वर मान्नेहरू संसारिक हुन्, त्यो भनेको उनीहरूको आत्मिक कुरा नबुझेको प्रमाण हो। उनीहरूले आत्मिकी कुरा बुझेनन्। उनीहरूले हेर्नुहोस् है, उनीहरूले आत्मिकी कुरा बुझेनन्, त्यसको प्रमाण हो। उनीहरूको आँखामा त्यो वचनको आत्मिकी चाहिँ के अर्थ चाहिँ के गरेछ, अन्धकारले ढाकिदिएको छ। अर्थात् येशू ख्रीष्ट परमेश्वरको रूप हुनुहुन्छ, त्यो उहाँको महिमाको सुसमाचार नसुनुन् भनेर संसारको देवताले मानिसहरूको आत्मिकी आँखालाई अन्धो तुलाइदिएको कारणले गर्दाखेरि हो। दोस्रो कोरिन्थी 4:4। येशूलाई मानिसहरूले नचिनेको। एकजना दिदीले मलाई भन्दै हुनुहुन्थ्यो, मैले तपाईहरू त चर्चमा त बाइबल अनुसार गर्नुहुन्छ, तपाईहरू हामी सच्चाइकाहरू चाहिँ आत्मा अनुसार गर्छौँ नि, आत्माद्वारा गर्छौँ अरे। अनि आत्माद्वारा कसरी गर्नुभयो? तपाईँ र मेरो जीवनमा प्राण आत्मा शरीर छ। प्राण आत्मा शरीर नै पापमा छ। पापको ज्याला मृत्यु। अनि मृत्युमा भएको मान्छेले, मृत्युमा भएको आत्मा, दण्ड पाउने आत्माले म आत्मामा परमात्मालाई धन्यवाद चढाउँछु भन्दा हुन्छ? एउटा पापी मान्छेको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ? सुन्नुहुन्न। पापी मान्छेको कहिले पनि प्रार्थना सुन्नुहुन्न। पापी मान्छेले आफ्नो पाप स्वीकार्नुपर्छ पहिला, अनि त्यहाँदेखि प्रभुको उपस्थितिमा क्षमा माग्नुपर्छ, अनि मात्रै ऊ पवित्रतामा जियो भने मात्रै, उहाँको वचनमा हिँडो भने मात्रै उसको प्रार्थना सुनाइ हुन्छ। तपाईँ पापी मान्छेले गरेको आराधना कुन चाहिँ पिताले सुन्नुभयो भन्नुहोस् त? मैले प्रश्न गरेको उहाँलाई। प्रश्नको उत्तर छैन। परमेश्वरलाई आराधना दिनको लागि, परमेश्वरको भक्त हुनका लागि, परमेश्वरको अनुसरण गर्ने व्यक्ति बन्नका लागि त येशू ख्रीष्ट संसारमा आउनुभयो त येशू भएर मानिसहरू जान सक्छन्, बाँच्न सकुन् भनेर। अनि त्यो येशू चाहिँ साधारण व्यक्ति भनेर भ्रम फैलाउने, त्यही येशूको नाममा चङ्गाई भएको छ। पिताको नाममा निस्किजा शैतान भनेर प्रार्थना गर्छ, त्यहाँ गर्दैन। येशूको नाउँमा गरिन्छ। अनि त्यो येशूलाई नै धन्यवाद नदिने? बाइबलमा हामी 38 वर्षदेखिको उता एउटा कुजो व्यक्ति पाउँछौँ हामी। बाइबलमा एकजना हामी अन्धो पाउँछौँ, जन्मैको अन्धो पाउँछौँ। जन्मैको अन्धो। त्यहाँनिर चेलाहरू पनि हुन्छन्, धेरै मानिसहरू छन्, यसले कति धेरै पाप गरेको छ है यताउता भन्ने अब त्यहाँ देखेर मानिसहरूले भन्छन्। तर प्रभु येशूले के गर्नुहुन्छ थाहा छ? जमिनमा थुक्नुहुन्छ, अनि त्यो जमिन भिज्छ, त्यो भिजेको माटोलाई त्यो बन्द भएको आँखामा ट्याप्र्याक ट्याप्र्याक लिएर टालिदिनुहुन्छ। त्यो व्यक्तिलाई गएर भन्छ, जाऊ तलाउमा गएर धुएर आऊ। घिस्रिँदै गयो, धुने बित्तिकै उसले आफ्नो अनुहार त्यहाँ भुइँमा देख्यो, त्यो तलाउमा देख्यो, देख्ने भयो। देख्ने भएपछि पिर भयो मानिसहरूलाई। अरे यो त हामीसँग माग्ने मान्छे होइन, सँगै बसेर मागे हिँड्थ्यो त हो, आम्मामा त्यही जस्तो छ, पक्कै हो यो मान्छे नै हो। अनि कसरी यो देख्ने भयो त? अस्ति त अन्धा थियो त, यो जन्मैदेखिको अन्धा हो त? प्रश्न गर्दै। अनि उसलाई सोध्छ, ए तेरो आँखा कसरी खोले भन् त त्यही अन्धो होइनस् त त देख्नै पसिस् त अहिले यहाँ? अनि उसले भन्छ, येशू भन्ने एकजना मानिसले माटोको लेप बनाएर मेरो आँखामा लगाइदिनु भयो र मलाई भन्नुभयो त्यो सिलोममा जाऊ अनि पखाल भनेर भन्नुभयो। मैले त गएर पखालेँ, म त तुरुन्तै देख्ने भइहालेँ। बाइबल त यो भन्छ। तपाईले येशूबाट निको हुनुभयो र येशूले मलाई चङ्गाइदिनु भयो भन्नुहुन्छ? भन्नुहुन्न। बाइबलको शिक्षा चाहिँ यो, येशूले चङ्गाई गर्नुभएको छ, येशूको नाउँको गवाई दिनुपर्छ। महत्त्वपूर्ण कुरा यो छ। तपाईँ कुन डाक्टरकोमा जानुभयो, कुन रोगको लागि जानुभयो, तपाईँले त्यो डाक्टरले भनेअनुसारले गर्नुभयो, तपाईँ निको हुनुभयो, राम्रो हुनुभयो। अनि छिमेकीको साधारण एउटा पशु डाक्टरलाई गएर अथवा साधारण एउटा कुनै डाक्टरलाई गएर तपाईँले पो गर्दा म निको भयो भन्नुहुन्छ नि, तपाईँको मूर्खता हो। अनि यहाँ जब उसले गवाई दिँदैछ येशू भन्नेले, उसले देखेको छैन येशू, तर तिनीहरूले भन्छन् अनि उहाँ यतिखेर कहाँ हुनुहुन्छ त भनेर त्यहाँनिर सोधखोज हुन्छ। फरिसीहरू त्यहाँ भेला हुन्छन्, त्यहाँनिर फरिसीहरूको माझमा त्यो देख्ने मान्छे, अन्धा भएको मान्छेलाई त्यहाँनिर ल्याउँछन्। यो तपाईँले यूहन्ना 9 अध्यायमा पुरै पढ्नुहोस्, त्यहाँ पाउनुहुन्छ।
अनि त्यहाँनिर तिमी कसरी निको भयो भनेर त्यसलाई नि सोध्छ। उहाँले मलाई आँखामा लेप लगाइदिनु भयो माटोको, अनि गएर धु भन्नुभयो, धुएँ, म देख्ने भइहालेँ। अनि त्यहाँ विवाद हुन्छ, होइन यो मानिस परमेश्वरबाट आएको होइन, यसले सब्बात दिन पालनै गरेन भनेर त्यहाँ भन्छ अर्कोले। यदि परमेश्वरबाट नआएको भने कसरी देख्ने भयो मान्छे? अहिलेसम्म कसले देख्ने बनाएको थियो? यहाँ फाटो भयो। बिचाराहरूको जीवनमा सब्बात दिन पालन गरेन भन्ने मात्रै थियो। उनीहरू सब्बात दिन फेरि उनीहरूको कोही घरका बिरामी भए, कोही फ्र्याक्चर भए, गाईबस्तु प्राणी बिरामी भयो भने उपचार गर्थे। तर त्यही दिन येशूले उपचार गर्नुभयो अथवा निको बनाउनु भयो, त्यो चाहिँ उनीहरूलाई के भयो फेरि? सहनीय भएन। अर्थात् उनीहरूको जीवनमा आफ्नो आँखमा भैँसी चढिरहेको छ, अर्काका आँखामा कसिङ्गर देखिरहेको जीवन यहाँनिर थियो। उनीहरूलाई थाहा भएन प्रभु येशू ख्रिस्ट नै विश्राम दिनको प्रभु हुनुहुन्छ भन्ने कुरा उनीहरूले बुझ्नै सकेन। अनि त्यहाँ फाटो हुन थालिसके पछाडि फेरि त्यो जो मान्छे अन्धा थियो, जो मान्छेले दृष्टि पायो, देख्ने भयो, अनि उसको बाउआमालाई बोलाएर फेरि त्यहाँनिर सोधे, अब छोरालाई देखेर, तिम्रो छोरा यही हो, निको भएको हो, देख्ने भएको हो, कसरी भयो, तिमी कसरी भयो जस्तो लाग्छ भन त भनेर फेरि बाउआमालाई लगेर सोधेछ। उसले भनिसकेपछि यसो भन्नेले मलाई यसो यसो गर्नुभयो, सुनेन। उमेर पुगेको छ त हाम्रो छोरो, गएर सोध्नुहोस् न उहाँलाई भनेर उसको बाबाले फेरि हेर्नुहोस् है। अनि फेरि सोध्यो उनीहरूलाई, आएर उनीहरूले आएर दोस्रोपल्ट तेस्रोपल्ट सोधेको पाउँदछौँ, तेरो जीवनमा यो भएको कारणले गर्दा तैँले परमेश्वरलाई महिमा दे, हामी जान्दछौँ त्यो मान्छे पापी हो अरे। फेरि त देख्ने भइस्, तैँले परमेश्वरलाई महिमा दे, त्यो येशू चाहिँ पापी मान्छे हो, हामी जान्दछौँ भनेर गवाइदे। आज तपाईँको जीवनमा पनि यही खालको शिक्षामा कुदिरहेको छ प्रिय मित्र। येशूद्वारा उद्धार पाएर, येशूद्वारा चङ्गाई पाएर, अनि येशू चाहिँ कोही पनि मान्छे होइन भनेर तपाईँलाई शिक्षा दियो, अनि धन्यवाद चाहिँ अर्कैलाई दिउँ भन्दैछन्। यहाँ पनि त्यही सिचुएसन छ यहाँ। तर त्यो निको हुने मान्छेले के भन्दैछ थाहा छ? यदि उहाँ पापी हुनुहुन्छ कि धर्मी हुनुहुन्छ म जान्दिनँ, येशू ख्रिस्ट धर्मी हुनुहुन्छ कि पापी हुनुहुन्छ कि को हुनुहुन्छ म जान्दिनँ, म यही कुरा जान्दछु, म अन्धो थिएँ, अब म देख्ने भएको छु, उहाँले मलाई देख्ने बनाउनु भयो। अब त्यस पछाडि भन्छन्, तँलाई उसले के गर्यो भनेर सोध्छ। फेरि हेर्नुहोस् है, सदुकी फरिसीहरूलाई, सदुकी फरिसीहरू आएका छन्, यहाँ पुजारीहरू आएछन्, पुरो गाह्रो भयो यिनीहरूलाई। अनि फेरि उसले जवाब दिन्छ, अति चाहिँ वाक्कै भयो उसले पनि। अनि मैले भनिसकेँ त, तपाईँहरू अझै मेरो कुरा सुन्नुहुन्न, मेरो कुरा बुझ्नुहुन्न कि अब तपाईँ उहाँको चेला बन्ने विचार गर्नुभयो कि क्या हो भनेर उल्टै सोध्छ। सोधिसके पछाडि त्यसलाई उल्टै गाली गरेर हप्काएर, त पो त्यसका चेला होस् त, हामी त मोसाका पो चेला हौँ त भनेर भनिरहेछ। अब यहाँ घटना के हुन्छ थाहा छ? अनि यहाँनिर भन्छ, हामी मोसाका हौँ, त्यो मान्छे कहाँको हो, कहाँबाट आयो हामी चिन्दैनौँ अरे। यदि उनीहरू मोसाको थियो भने त मोसाको व्यवस्थाको पुस्तकदेखि लिएर अगमवक्ताका पुस्तकहरूमा पुरै छर्लङ्गै थियो त आउनेवाला मसिहको बारेमा बताएको त। उनीहरू म फलानाको हुँ, म पिताको हुँ, म अगमवक्ता मोसाको हुँ, होइन, यताउता भने, तर चिनेनन् तिनीहरू साँचो परमेश्वर। त्यस मानिसले के भन्छ त्यसपछि थाहा छ? तपाईँहरू कस्तो विचित्रको कुरा गर्नुहुन्छ हौ। उहाँ कहाँबाट आउनुभएको तपाईँहरू जान्नुहुन्न? उहाँले मेरो आँखा उहाँले नै खोलिदिनु भयो। हामी जान्दछौँ कि परमेश्वरले पापीहरूको कुरा कहिले पनि सुन्नुहुन्न, तर उहाँ परमेश्वरको भय मान्ने र उहाँको इच्छा पालन गर्ने व्यक्तिको मात्रै परमेश्वरले कुरा सुन्नुहुन्छ। यो संसारको सुरु भएदेखि उसो जन्मेको अन्धका आँखा कसैले खोलिदिएको कुरा कहीँ पनि सुनिएको छैन। यदि यो मानिस परमेश्वरबाट नआएको भए उहाँले केही गर्न पनि सक्नुहुने थिएन भनेर उसले जवाफ दियो। आज तपाईँ र मैले यो जवाफ दिनुपर्ने हो। तपाईँ र म येशूमा निको भएर येशूको गवाई दिनुपर्ने हो। तर तपाईँलाई के भ्रम छरिएको छ? येशूबाट निको भएर पनि येशू कोही पनि होइन भन्ने कुराले लगाएको छ। यो आत्मा परमेश्वरबाटको आत्मा होइन, ख्रिस्ट विरोधी र छली आत्मा हो। यदि तपाईँले येशूले छुटकारा दिनुभयो, चङ्गाई दिनुभयो भने तपाईँ येशूसँग हुनुहोस् प्रिय मित्र। येशूले तपाईँको शरीरको रोगहरूबाट मात्रै छुटकारा होइन, सबभन्दा महत्त्वपूर्ण छुटकारा हामीले पाउनुपर्ने पापको रोगबाट हो छुटकारा। हामीले पापको रोगबाट उद्धार पाउनुपर्छ।
पापको रोगबाट उद्धार नपाइकन हामी कोही पनि स्वर्गको राज्यमा प्रवेश हुँदैनौँ। किनभने स्वर्गको बाटो पनि येशू नै हुनुहुन्छ, स्वर्गको लागि उद्धार गर्ने हाम्रो लागि पनि उहाँ मात्रै हुनुहुन्छ। यसैले गर्दाखेरि साँचो आत्मिकतामा मात्रै हेर्नुहोस् है, साँचो आत्मिकता चाहिँ येशूमा मात्रै पाइन्छ। रोमी 8:9 र 10 तपाईँले पढ्नु भने थाहा पाउनुहुन्छ। यदि कोही ख्रिस्टको आत्मा कसैमा छ भने, यदि कोहीमा ख्रिस्टको आत्मा छैन भने त्यो ख्रिस्टको होइन। तर यदि ख्रिस्ट तिमीहरूमा हुनुहुन्छ भने तिमीहरू यही आत्माद्वारा जिउँछौ। तपाईँ र ममा ख्रिस्टको आत्मा हुनुपर्छ। परमेश्वर पिता पिता भनेर के गर्नु? पिताको आत्मा तपाईँ र मेरो जीवनमा प्रवेश गर्ने होइन। हेर्नुहोस् है, त्यो पिता देहधारी भएर यो संसारमा आउनुभएको छ। रोमीको पुस्तक 8 अध्यायको 9 र 10 तपाईँले पढ्न सक्नुहुन्छ। रोमीको पुस्तक 8 अध्यायको 9 र 10ले भन्छ, यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने तिमीहरू पापमय स्वभावमा होइनौ तर पवित्र आत्मामा हुन्छौ। तर कुनै मानिसमा ख्रिस्टको आत्मा हुनुहुन्न भने त त्यो उहाँको होइन। यदि ख्रिस्ट तिमीहरूमा हुनुहुन्छ भने पापको कारणले तिमीहरूका शरीर मरेको भए तापनि तिमीहरूको आत्मा धार्मिकताको कारणले जिउँदा हुन्छ। हेर्नुहोस् है, परमेश्वरको आत्मा तपाईँ र ममा छ भने हामी के रहेछौँ त? अब हामी पापमय स्वभावका छैनौँ तर हामी पवित्र आत्मामा हुन्छौँ। हामी केमा छौँ? पवित्र आत्मामा। अर्थात् जो मान्छेको जीवनमा ख्रिस्टको आत्मा छैन उहाँको होइन। फेरि ख्रिस्टमा तपाईँ र मैले पाप क्षमा पायौँ भने मात्रै तपाईँ र मेरो पापमय स्वभावलाई परिवर्तन भएर उहाँ पवित्र आत्मामा हामी जिउनु पर्ने हुन्छ। अनि तपाईँ र ममा येशू ख्रिस्ट हुनुहुन्न भने हामी उहाँको होइन, परमेश्वरको होइन। यसै कारणले गर्दा साँचो आत्मिकी मानिस भनेको चाहिँ नि परमेश्वरलाई, येशूलाई परमेश्वर अर्थात् प्रभु अर्थात् उद्धारकर्ता मानेर उहाँमा जिउने, उहाँमा रहने मानिस हो। तर उहाँमा नजिउने, उहाँमा नहिँड्ने, उहाँको वचनमा नबस्ने जो कोही पनि हो, त्यो चाहे जति नै त्यसले आध्यात्मिक कुराहरू किन नगरोस्, किन उसको जीवनमा नदेखोस्, बाइबलले तिनीहरूको आत्मा चाहिँ मृतक आत्मा भनेर भन्छ, मरेको आत्मा हो, येशूमा नजिउने आत्मा चाहिँ। यसैले गर्दा झुटा शिक्षकहरूले साँचो आत्मिकतालाई चाहिँ उल्टो पारेर उनीहरू देखाउने कोसिस गरिरहेका छन् ताकि मानिसहरूले सत्यता नबुझुन् र आज ख्रिस्टमा उनीहरू नबाँचुन् भन्ने चाहन्छ। अनि उनीहरूको कमाइ खाने त्यो दुनो पनि के हुन्छ? भत्किन पाउँदैन, कमाउन पाइरहेको हुन्छ, लुटिरहेको हुन्छ, कमाउ धन्दा चालु रहन्छ भनेर। यसै कारणले गर्दा यशाया 5:20ले भन्छ, जो असललाई खराब र खराबलाई असल भन्छन् उनीहरूको लागि धिक्कार भनेर भन्छ। परमेश्वरको वचन के छ त्यसलाई बङ्ग्याएर लगेर आज उनीहरूले जुन वचनलाई पनि आज खराब तरिकाले परिवर्तन गरेर उनीहरूले भ्रम छरिरहेका छन् नि, ती मान्छेहरूलाई धिक्कार भन्छ बाइबलको वचनले। आज कोहीले पनि भन्दैछ येशूमा विश्वास गर्नेहरू संसारिक छन् अनि तर वास्तविकता चाहिँ यही हो। त्यो वचनको उल्टो अर्थ लगाउने मान्छे चाहिँ ठगी र भ्रम फैलाउने मानिसहरूको चाल हो। यो चाहिँ पहिलो कुरा हामीले बुझ्नुपर्ने कुरा। उनीहरूले आफूलाई आत्मिकी भन्छन् तर परमेश्वरको आत्मा तिनीहरूमा छैन। परमेश्वरको आत्मा, ख्रिस्टको आत्मा तिनीहरूको जीवनमा छैन। यसैले गर्दा येशू मरेको मान्छे होइन, उहाँ जीवित परमेश्वर हुनुहुन्छ। येशूलाई परमेश्वर मान्नेहरू संसारिक होइनन्, आत्मिक र मुक्त मानिसहरू हुन्। झुटा शिक्षकहरू असल र खराब कुरालाई असल, झुटा शिक्षकहरू चाहिँ असललाई खराब र खराबलाई असल भन्छन्। तर वचनको प्रकाशले तिनीहरूको झुटो के गरिरहेको छ? पर्दा फुकालिदिइरहेको छ। यसैले गर्दा आज हामीले सत्य के हो हामीले चिन्नुपर्छ। त्यो सत्यले मात्रै तपाईँ र मलाई स्वतन्त्र तुल्याउँदछ। हामी जुनसुकै कुराको पछि लागे तापनि त्यो सत्यलाई हामीले चिनेनौँ भने नि हामीलाई स्वतन्त्र हुँदैनौँ, हामी स्वतन्त्र हुँदैनौँ। प्रभु येशूले भन्नुभयो सत्य म नै हो। यूहन्ना 8:32ले भन्छ, तिमीहरूले सत्यलाई चिन्नु पर्नेछ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ, नत्र तिमीहरू पापमै हुन्छौ। यूहन्ना 14:6 अनुसार सत्य चाहिँ येशू मात्रै हुनुहुन्छ। यसै कारण आज हामीलाई यो खण्डले, आजको यो वचनले हामीलाई यो कुरा सिकाउँदछ, यो कुरा बुझाउँदछ। येशू साधारण व्यक्ति होइन, येशू संसारिक मानिस होइन, येशूलाई विश्वास गर्ने संसारिक मानिस होइन, स्वर्गको नागरिक हुन् प्रिय मित्र। किनभने उनीहरूसँग परमेश्वर हुनुहुन्छ।
आज तपाईँ र मैले कसरी यीशुलाई चिनिरहेका छौँ? आज संसारमा यस्ता भ्रममा पार्ने कुराहरू धेरै आइरहेका छन्। तपाईँ र म कसरी सजग भइरहेका छौँ? प्रिय मित्र, हामीले सोच्ने बेला आएको छ। संसारमा विभिन्न प्रश्न गरेर आज भ्रम छरिरहेका छन् मानिसहरूले। तर यो भ्रम छर्नुभन्दा पनि नि यीशु को हुन्, किन मारिनुभयो भन्ने कुरा जान्नु चाहिँ एकदम धेरै महत्त्वपूर्ण तपाईँको अधिकार हो। प्रिय मित्र, तपाईँको अधिकारको कुरा हो। जब यीशुको नाउँमा म चङ्गाई भइरहेको छु, अरूको नाउँमा भइरहेको छुइनँ भने म यीशुकै गवाई दिन्छु भन्न तपाईँले सक्नुपर्छ। त्यो चाहिँ परमेश्वरको इच्छा हो। त्यो यीशु को हो भनेर जान्ने अधिकार तपाईँलाई छ। किनभने यीशुको नाउँमा तपाईँले चङ्गाई पाउनुभएको छ भने यीशुको नाउँमा चङ्गाई मात्रै होइन प्रिय मित्र, यीशुले तपाईँलाई मलाई उद्धार गरेर स्वर्गको राज्यमा लैजान चाहनुहुन्छ। त्यही ठाउँमा राज्य गरेर हामीलाई अनन्त जीवन दिन आउनुभएको छ। तर तपाईँ र मैले त्यो यीशुलाई चाहिँ कसरी चिनिरहेका छौँ त हामीले बुझ्नुपर्ने कुरा छ।